Hi, Drusaji. Hello. Thank you so much for being here. No problem. Thank you. Thank you for invite. I'm really excited to have a talk with you. Looking forward to it. So first thing first, we just want to know all your journey. How did it start? And a little bit of your background. नेपालमा हुँदाखेरि लन्डन आइसकेपछि and it's already been more than 10 years in लन्डनमा. I think nearly 18 months होला. 17 18 जति भयो. So yeah, family story and Yeah. overall everything. आदि लाइफ त यतै बित्यो. So yeah, how it's all started. कस्तो लाइक नेपालबाट यताको ट्रान्जिसन भन्नुभएको कि Yes, everything like how you was doing in Nepal ए हो and ended up being Londoners. ए हो ओहो यो कुरा चाहिँ लामै जाला जस्तो छ. No worries, we don't have a lot of time for you. 17 years कभर गर्नुपर्ने छ. Yes. सो पुर्ख्यौली घर स्याङ्जा है तर आई थिङ्क सरकार महेन्द्रको पालामै होला बाबा चाहिँ मैले सुने अनुसार चाहिँ पढाइमा एकदम राम्रो एकाडेमिकली है अनि मेरो बाबाको ड्याडको मामा चाहिँ अलरेडी लाइक त्यो बेलामा उहाँहरू पिएचडी गरेको इन्डिभिजुअलहरू होइन अनि त्यो बेलाको सरकारसँग काम गर्नुहुन्थ्यो अनि सरकार मेरो भान्जो छ उहाँलाई केही गर्न सकिन्छ भने प्लिज एउटा केही सहयोग गरिदिनु भनेर अनि त्यसरी चाहिँ मेरो ड्याडीको एन्ट्री भएको काठमाडौँमा है त्यसो द्याट्स हाउ ही गट एन्टर्ड अनि त्यसपछि अभियसली गट म्यारिड अनि त्यसपछि म जन्मेँ होइन सो तर हामी सो के भन्छ काठमाडौँमा हामी बस्थ्यौँ सामकुसी अनि अभियसली अब वर्किङ फ्यामिली होइन त्यस्तो उस पनि होइन तर एकाडेमिकली चाहिँ पढ्नुपर्छ भन्ने चाहिँ एकदम ड्याडीको चाहना होइन अनि फ्यामिलीकै लागि भनेर एउटा टिपिकल नेपाली जसरी नै उहाँले चाहिँ अब होइन केही न केही गर्नुपर्छ फ्यामिलीको फ्युचरको लागि भनेर अनि त्यसरी नै विदेशिनु भएको ड्याडी है अनि उहाँको पहिलो विदेश भ्रमण भनेको ब्रुनाई आर्मी म गुरुङ पढेँ तर आर्मी ब्याकग्राउन्ड चाहिँ होइन है फेरि बाजेहरू चाहिँ आर्मी हुनुहुन्थ्यो एउटा बाजे इन्डियन थियो र अर्को बाजे पनि इन्डियनमै हुनुहुन्थ्यो नथिङ रिलेटेड विथ ब्रिटिस तर ड्याडीको चाहिँ भ्रमण ब्रुनाईमा भयो त्यो बेलामा पनि त्यही हो को छ त अलि जेन्युन भला आदमी विश्वासिलो पात्र भन्दाखेरि ड्याडी अनि उहाँको नाम त्यसरी पिक भएर उहाँ एन्डअप हुनुभयो त्यता है अनि केही वर्ष उहाँ काम गर्नुभयो ब्रुनाईको राजकुमारको घरमा अनि त्यसपछि उनीहरूको पनि स्टोरी त्यही हो बच्चा हुर्किँदै जान्छ फर्दर एजुकेसनको लागि राम्रो ठाउँमा पठाउँ भन्ने हो अनि राजकुमारको छोराहरूलाई पनि अब युके पठाउने बेलामा वी निड समन टु लुक आफ्टर को छ त विश्वासिलो भन्दाखेरि ड्याडी अनि त्यसरी नै ड्याडी चाहिँ युके एन्ट्री हुनुभएको है सो द्याट्स द स्टोरी है युकेमा चाहिँ मेरो फ्यामिली मिलिट्री ब्याकग्राउन्ड चाहिँ होइन तर मैले धेरै कुरा सुने यो हाम्रो गोर्खेली कम्युनिटीको बारेमा त्यो गर्नुको कारण चाहिँ बिकज ड्याडी ग्रु अप अराउन्ड त्यो सराउन्डिङ्समै के होइन अनि त्यसरी चाहिँ अनि त्यसपछि बिस्तारै गएपछि चाहिँ अनि ड्याडीले पनि अब मेरो पनि फ्यामिली छ नेपालमा एउटा मात्रै छोरा छ अनि मेरो फ्यामिलीलाई चाहिँ ल्याउन चाहन्छु भन्ने कुराहरू उहाँले इनिसिएट गर्नुभएपछि हामी चाहिँ आमा छोरा चाहिँ युके आएको है तर नेपालमा चाहिँ अब अभियसली स्टिल वर्किङ फ्यामिली बाबाले दुःख गरेर कमाउनुहुन्थ्यो छोराको एउटा राम्रो एजुकेसनको लागि भनेर सो म चाहिँ 2 वर्ष त्यसै एकाडेमिकै को लागि भनेर चाहिँ खरसाङ इन्डियातिर पनि गएर पढेँ त्यसपछि आएर एलए पढेँ है सो एलए प्रडक्ट हुँ म चाहिँ अनि त्यसपछि आएर अब युके आएपछि अब हेर्नुहोस् 2009मा हो सायद आएको आउँदाखेरि आई वाज अन्डर 17 थियो होला सायद अनि आई वाज लाइक हुन्छ नि तर एउटा चाहिँ के लागेको थियो भने युके भनेपछि अल्को बिल्डिङ हुनुपर्ने थियो यहाँ त केही पनि छैन है म पहिलाको युके कुरा गर्दैछु अहिले इज कम्प्लिटली चेन्ज एन्ड विल कम टु द्याट पछि अनि त्यो बेला त अल्को घर जस्तो लाग्थ्यो केही छैन सानो घर छ एउटै टाइपको छ होइन सो त्यस्तो लाग्थ्यो क्या मलाई चाहिँ होइन अनि सो त्यस्तो भयो अनि पछि तर अब अभियसली अनि त्यहाँबाट चाहिँ हामी ग्लोस्टर गयौँ ग्लोस्टर भनेको हाम्रो आई थिङ्क लन्डनबाट अराउन्ड 2 आवर्स ड्राइभ हो सो यो चाहिँ वेस्ट अफ इङ्ल्यान्डमा पर्छ अनि त्यहाँ गएर बस्यौँ त्यहाँ पनि अराउन्ड 15-20 जनाको गोर्खेली फ्यामिली हुनुहुन्थ्यो बाबा पनि त्यही सर्कलमै काम गर्दै हुनुहुन्थ्यो अनि त्यसपछि त्यहाँबाट अनि गोर्खेली भएर उहाँ त्यहाँबाट सेटल हुनुभएपछि हामी पनि त्यहीँ गएर बस्यौँ त्यहीँ गएर बसेपछि चाहिँ उहाँले चाहिँ के भन्नुभयो भने
पढ्नु चाहिँ पर्छ यार केटा तर काम पनि गर्नुपर्छ होइन भर्खर आएको छस् तर काम चाहिँ गर्नुपर्छ सो इमिडिएटली एनआई बनाउनेतिरदेखि लिएर सबै क्या के गर्नुपर्ने प्रिपेयर राखिदिनु भयो अनि पछि आफ्नै ठाउँमा चाहिँ आफ्नै काम गरेको ठाउँमा चाहिँ उहाँले चाहिँ मलाई चाहिँ काम मिलाइदिनु भयो होइन काम मिलाइदिनु भयो अनि मैले चाहिँ लाइक काम गरेँ लाइक लेबर काम थियो सो बेसिकली इट वाज अ कन्स्ट्रक्सन साइट ट्राभल लजहरू हामीले देखिरहेछौँ अहिले होइन सो त्यो बेलामा होटेलहरू अनि एउटा सपिङ कम्प्लेक्स बनाउनको लागि एउटा कन्स्ट्रक्सन साइट थियो सो मैले मेरो काम चाहिँ के थियो भने सो एभ्री डे चाहिँ त्यो साइटमा भएको वेस्टहरू चाहिँ ल्याइन्थ्यो म काम गर्ने ठाउँमा होइन सो अब त्यहाँ चाहिँ वेस्ट वेन चाहिँ वेस्ट त्यो चाहिँ फेरि यस्तो हुन्थ्यो अब एउटा कन्टेनरमा चाहिँ वुड छ नि वुड मात्रै हुन्थ्यो अर्को कन्टेनरमा प्लास्टिक छ नि प्लास्टिक मात्रै रिसाइकलिङको कुरा हो नि त यो कुरा होइन अनि मेटल छ नि मेटल मात्रै आउँथ्यो सो माई जब वुड बी त्यो कन्टेनरलाई चाहिँ राइट कन्टेनरमा बिगर कन्टेनरमा गएर चाहिँ खाली गरिदिनु पर्ने क्या अनि फेरि ब्याक टु उनीहरूले लिएर जान्थ्यो क्या होइन सो द्याट वाज द जब है सो आई थिङ्क आई डिड फर फ्यु विक्स त्यसपछि चाहिँ लन्डन मुभ हुने भन्ने प्लानिङ थियो त्यसपछि लन्डन मुभ पनि भयो अनि अब अनि कस्तो छ भने नेपालबाट आउँदाखेरि चाहिँ केमा काम गर्ने त भन्दाखेरि चाहिँ हस्पिटालिटी मैले हस्पिटालिटी चाहिँ के भन्छ म्याकडोनल्ड गर्ने केएफसी गर्ने त्यस्तो थियो नि त अनि त्यही भएर म चाहिँ नेपाल युके आउनुभन्दा पहिला चाहिँ नेपालमा चाहिँ ठमेलमा चाहिँ 6 महिनाको कुकिङ कोर्स पनि गरेँ क्या है अनि कुकिङ कोर्स गर्दाखेरि चाहिँ सर्टिफिकेटमा चाहिँ अब पुरा एउटा लामो अल्को त्यो व्हाइट ह्याट हुन्छ नि कुकरहरूले लाउने सेफहरूले लाउने सो त्यो लागेको फोटो पनि थियो क्या अनि पछि अब आई डोन्ट नो अब बाबाहरू भनेको त अब दे वर द फर्स्ट जेनेरेसन इन द युके होइन अब उनीहरूलाई अब त्यस्तो अन्टरप्रेनरको दिमाग लाइक त्यस्तो अब आइडियाज होला तर कसरी गर्ने भन्ने केही थाहा थिएन होइन त्यो बेलामा हामीलाई थाहा भएको भनेको के गर्ने त अब छोराले पार्ट टाइम काम गर्दाखेरि अथवा स्टुडेन्ट स्कुल पढ्दाखेरि कलेज युनिभर्सिटी पढ्दाखेरि भन्दा नै यस्तै हस्पिटालिटी होइन अनि म्याकडोनल्डमा मैले काम एप्लाई गरेँ है 2009 को कुरा हो यो अनि म्याकडोनल्डमा मैले आई थिङ्क आई एप्लाई फर अराउन्ड 26-27 म्याकडोनल्ड्स इन लन्डन एउटाले इन्भाइट गर्यो वेन्ट फर इन्टरभ्यू है अनि इन्टरभ्यूमा गयो अनि पछि राम्रो पनि हुँदै गयो अनि आई क्यान रिमेम्बर इज नेभर भेरी भेरी गुड पर्सन अनि उसले चाहिँ के गर्यो भने अनि तिमीले यो एप्लिकेसनमा यु डिड अ सेफ ट्रेनिङ भनेर भनेको थियो नि के हो यो भने क्या मलाई चाहिँ होइन या मैले गरेको ठमेलमा गरेको काठमाडौँमा बिकज आई वान्ट टु डु समथिङ इन हस्पिटालिटी टु स्टार्ट विथ एज अ स्टेप अप इन द युके भने अनि इट वाज लाइक ए हो र साँच्ची भने के छ केही छ सर्टिफिकेट केही छ भने या छ भने यसो हेर्छ है ओहो साँच्ची तिमी हो भने या भने कस्तो राम्रो ह्याट लगाएको छ त भनेको मलाई होइन या हो मै हो भने यस्तो कम्पेयर पनि गर्छ क्या होइन अनि त्यसो भयो अनि पछि अनि मैले सोधेँ कि उसलाई अनि इट वाज रियली इन्टरभ्यू एकदम राम्रो हुँदै थियो होइन अनि आई डोन्ट नो वाइ आई जस्ट आस्क्ड हिम अब किनकि त्यो जमानामा आई डोन्ट नो लाइक एउटा बर्गर खाने होइन अब अहिले पो नेपाल हेज चेन्ज तर त्यो बेलामा बर्गर खाने यस्तो गर्ने खाने भन्ने त्यसको चलन चल्ती खासै थिएन नि त हामीलाई त दाल भात तरकारी भए पुग्थ्यो नि त होइन सो बर्गर बारेमा मलाई केही पनि थाहा छैन तर आई जस्ट आस्क्ड हिम कि आफूहरूले यो बन चाहिँ कहाँबाट ल्याउँछ बर्गरको बन चाहिँ भने ए हाम्रो त फ्याक्ट्रीमा रेडिमेड आउँछ के भन्छ मलाई त यो आफै बनाउन आउँछ इफ यू गिभ मी यो पिठो सिठो सबै दियो भने त आफै बनाउन आउँछ भनेर मसँग रेसिपीहरू सबै छ भन्थ्यो क्या अनि मैले त्यो 6 महिनामा सिकेको कुराको मैले सबै त्यो के भन्छ रेसिपीहरू लेखेर राखेको थियो फोटोजहरू खिचेर राखेको थियो सबै देखाएँ क्या मैले लगेर मैले यो चाहिँ यसरी चाहिँ ब्रेड बनाएको हो यसरी पिज्जाको डो बनाएको हो होइन भनेर कुराहरू आयो अनि त्यो सलादको त्यो फुलबुट्टाहरू हुन्छ नि त्यो टमाटरको होइन त्यो टमाटरको के बनाउँछ नि त्यो सबै देखेँ वाज रियली इम्प्रेस्ड के लाइक डोन्ट वरी आई लुक आफ्टर यु भन्छ होइन तर आई थिङ्क त्यो इट वाज रियली वेन्ट वेल मेरो फर्स्ट लाइफमा प्रोबेबली फर्स्ट प्रपर लाइक इन्टरभ्यू नै त्यही थियो नेपालीसँग पनि होइन यहाँको एउटा इङ्ग्लिस पर्सनसँग होइन अन ए डिफ्रेन्ट ल्याङ्ग्वेज मेरो मदर टङ त होइन नि त इङ्ग्लिस त होइन सो इट वाज त्यसरी सुरुवात भयो सो बाबाले चाहिँ के भन्नुहुन्थ्यो नि लाइक अब मैले सकेको हेल्प गर्छु तर वेन इट कम्स टु कति कुराहरू चाहिँ यु हेभ टु डु इट यर सेल्फ क्या होइन सो त्यो 26वटा म्याकडोनल्ड त्यो बेलामा वेन आई वाज 18 years old प्रोबेबली 17-18 हुँदाखेरि त त्यो मन त खासै लाग्दैन नि त हामीले त अब बल पाएपछि त फुटबल खेल्न जानुपर्ने एज हो नि त होइन आई डोन्ट नो सो तर ड्याडले चाहिँ मलाई आई थिङ्क उहाँले मलाई जसरी हुर्काउनु भयो त्यसको नै प्रभाव होला जस्तो मलाई लाग्छ क्या त्यही भएर आई रियली थ्याङ्क हिम अहिलेको दिनमा आएर होइन अनि त्यसपछि गएर 1 वर्ष म्याकडोनल्ड काम गरेँ अनि त्यसपछि गएर बरिस्ता भएर काम गरेँ वेन आई वाज युनिभर्सिटीमा होइन अनि त्यसपछि नियरली कति 7 years जति कष्टमा काम गरेँ कफी खानै मन नलाग्ने त्यो सुरुमा आउने बित्तिकै त्यो एस्प्रेसो बनाउँदाखेरि त्यो क्याफिनको स्मेलले एडिक्टेड भयो त्यहाँदेखि त्यो एस्प्रेसो बिना कामै नगर्न नसक्ने भइगयो है अनि यहाँ बरिस्ता काम गरेँ होइन त्यो बेलामा धेरै मान्छेहरूसँग कुरा गर्न पाएँ भेट्न पायो नट ओन्ली नेपाली त थिएन त्यो बेलामा म मात्रै थिएँ नेपाली अनि त्यो काम गर्ने ठाउँमा
यहीँको लोकल के भन्छ इङ्ग्लिसहरू पनि थियो ब्रिटिसहरू पनि काम गऱ्यो अनि त्यति मात्रै नभएर वर्ल्ड वाइडको मान्छेहरूसँग काम गर्न पाउँदाखेरि चाहिँ कस्तो अचम्म पनि लाग्ने तर एक अर्को ठाउँबाट हेर्दाखेरि कति कुरा सिक्न पनि पाउने क्या सधैँ त्यो नेपाली खानामै हुर्किरहेको मान्छे होइन अचानक अब कोलम्बियाको खाना त्यहाँको सहर त्यहाँको कल्चरको बारेमा कुराकानी हुन्थ्यो क्या हाम्रो चाहिँ अनि मजा लाग्ने अनि त्यो बेलामा मैले नेपाली कल्चरको बारेमा पनि भन्थेँ क्या अनि उनीहरू पनि इन्ट्रेस्टिङ लाग्ने क्या होइन सो त्यो गरेँ अनि युनिभर्सिटी अनि अभियसली एकाडेमिकली नै पुस गर्नुहुन्थ्यो बाबाले मम्मीले पनि फेरि मम्मीले मलाई चाहिँ मिसार गरेँ क्या भन्नु होला फेरि पछि यो भिडियो हेर्दाखेरि एनिवे अनि या सो आई डिड फोरेन्सिक साइन्समा ग्रेजुएट गरेँ युनिभर्सिटी अफ वेस्ट लन्डनबाट अनि गरिसकेपछि चाहिँ अब त्यो बेला स्टिल म कफी सपमै काम गर्थेँ बरिस्टा भएर कस्टामा अनि त्यसपछि गएर चाहिँ 6 महिना इट वाज अ म्यासिभ स्ट्रगल किनकि अब फर्स्ट जेनेरेसन हाम्रो बाबा आमाहरू फर्स्ट जेनेरेसन टु गो युनिभर्सिटी माइसेल्फ अनि त्यो काम खोज्दै जाने क्रममा चाहिँ कसरी चाहिँ के गर्नुपर्छ कसरी इन्टरभ्यू दिने एप्लिकेसन कसरी भर्ने होइन भन्ने कुरा मलाई केही थाहा थिएन त्यो पनि म चाहिँ एज अ सिभिल सर्भेन्ट भएर चाहिँ जब्सहरू खोजिरहेको थिएँ किनकि फोरेन्सिक्स गरेपछि मलाई चाहिँ समथिङ टु डु विथ पुलिसिङतिर चाहिँ मलाई एन्टर हुन मन थियो एकदमै इच्छा थियो 6 महिना द्याट 6 months वाज म्यासिभ स्ट्रगल क्या आई स्टिल रिमेम्बर माई फर्स्ट इन्टरभ्यू when I went to Metropolitan Police मा है क्याम्डेनमा कि कहाँ थियो आई कान्ट रिमेम्बर अहिले त आएर सो त्यहाँ गएपछि सो सिनारियो बेस्ड क्वेसन्सहरू सोध्ने क्या इन्टरभ्यूमा चाहिँ अनि मलाई चाहिँ अनि सोध्थ्यो अरे अब एन्सर दिन नआउने होइन अनि म त अब के एन्सर दिने भन्दाखेरि अब थिङ्स आई डिड इन कस्टामा होइन थिङ्स आई डिड इन म्याकडोनल्ड्समा त्योहरू थियो होइन तर द्याट्स नट रङ त्यो पनि राइटै हो त्यो देज नो आफूलाई एसेम त हुनुपर्ने केही छैन कुरा त यस यु एक्सपिरियन्स यु टक अबाउट एक्सपिरियन्स त तर वेयर इट म्याटर्ड वाज स्ट्रक्चर एन्ड आन्सर दिनुको स्ट्रक्चर अनि यु सुड बी हिटिङ द की पोइन्ट्सहरू होइन त्यो मलाई केही थाहा थिएन नि त देयर वाज नो वान टु गाइड थ्रु त्यो बेलामा मसँगै एलएमा लिटल एन्जल्समा पढेको साथीहरू चाहिँ 1-2जना चाहिँ अलरेडी पुलिसिङमा हुनुहुन्थ्यो अनि हामी 4-5 जना मात्रै थियो क्या है त्यो बेलामा चाहिँ अनि अब सिकाउने मान्छे कोही थिएन होइन अनि त्यसरी नै गर्दाखेरि लाइक 6 monthsमा प्रोबेबली आई फेल्ड अबाउट 5 इन्टरभ्युज पुलिसकै अनि आई वाज लाइक अब चाहिँ हुँदैन अब लास्ट इन्टरभ्यू दिन्छु त्यो पनि भएन भने अब जान्छु म पनि भर्ती हुन सो त्यस्तो थियो तर अनि इभेन्चुली द 6th इन्टरभ्यूमा चाहिँ आई डिड वेल अनि त्यसपछि गएर सिन्स त्यसपछि नियरली 8 years जति पुलिसिङ गरेँ लन्डनमै लन्डन वाज माई अभियसली होम सिटी होइन त्यहीँ मेरो आई ग्रु अप देयर लोज अफ मेमोरिज छ त्यहीँको कम्युनिटिजहरूसँग वेन आई से कम्युनिटिज न ओन्ली प्लिज ओल्ड कम्युनिटीसँग काम गर्ने मौका पाएँ धेरै कुरा सिकियो मिस्टेक्सहरू पनि गरियो होला तर द्याट वाज अल माई लर्निङ कर्भ्स अनि त्यसपछि गएर अहिले आफ्नो एउटा सेक्टरमा छु भनौँ न होइन सो प्रपर्टी सेक्टरमा काम गर्छु सो या सो एउटा नेपालबाट जन्मेकोदेखि अहिलेसम्मको लामै भयो होला तर सर र भन्दै है that's really interesting. The point is मलाई कहाँ एकदम इन्ट्रेस्टिङ लाग्यो भन्दाखेरि जुन एउटा त्यो पेसन थियो डेडिकेसन थियो पुलिसको लागि त्यत्रो एप्लिकेसन इन्टरभ्युज एन्ड एभ्रिथिङ द वेटिङ टाइम होइन त्यो सबै भ्याल्यु चाहिँ पुलिसमा 8 years सर्भ गरेर सर्भिस दिएर चाहिँ हाउ यु इन्डेड अप इन रियल इस्टेट लाइक हाउ यु थर्ड होइन स्विच गर्ने टाइम भयो I think that was मेरो पर्सनल लेभलमा चाहिँ मेरो क्यापेबिलिटीको कुरा आयो यहाँ चाहिँ मैले चाहिँ किन भन्दैछु भने wherever I went to work I've always felt I can do more भन्ने भयो क्या होइन I can do more भन्ने भयो क्या किनकि आई मिन त्यो म जब म्याकडोनल्ड्समा काम गर्थेँ नि वेन आई वाज 18 years old भनौँ न अब हस्पिटालिटी मलाई थाहा छैन नि त आई डिडन्ट ह्याभ लिडरसिप स्किल्स होइन मलाई के म त एउटा इम्प्लोइ हो नि त मलाई तर त्यो इम्प्लोइ लेभलमा पनि मैले अब काम गर्दै जाँदाखेरि क्रममा चाहिँ कति कुराहरू अब अभियसली रुल्स एन्ड पोलिसिजहरू त फलो गर्नुपर्ने हुन्छ तर आई युज टु थिङ्क ओके आई क्यान डु मोर आई क्यान डु बेटर भने होइन तर अनि प्रोबेबली अनि मैले गर्न पनि अब अभियसली थाहा थिएन के गर्न सक्छु भनेर तर मलाई चाहिँ भित्रबाट हुन्थ्यो के न के गर्न सकिन्छ भन्ने अनि मलाई अनि आई अलवेज जेल्ड अफ भेरी वेल विथ दि माई कलिग्स एन्ड विथ माई म्यानेजमेन्ट्स होइन सो एकदमै म रुचाउँथ्यो पनि मलाई होइन तर आई अलवेज फेल कि इनमिक चाहिँ म केही न केही गर्न सक्छु अझै पनि सो पुलिसको काम खोज्ने क्रममा पनि यस
लज अफ स्ट्रगल गऱ्यो 6 months मोर इन्टरभ्युजहरूमा गयो इन्टरभ्युज गर एभ्री इन्टरभ्यू फेल भएपछि फिडब्याकहरू लिन्थ्यो अब त्यसलाई इम्प्रुभ कसरी गर्ने गाइडेन्स दिने मान्छे त कोही पनि छैन होइन तर अब आफैले त्यो तिखार्दा पछि जब पनि पायो होइन 8 yearsको म्यासिभ स्ट्रगल 8 years देयर सो मेनी थिङ्स होइन त्यो काम 8 yearsमा डिफ्रेन्ट कम्युनिटिजहरूसँग काम गर्यो भलनरेबल पिपलहरूसँग पनि काम गर्यो क्राइमसँग पनि फाइट गरियो होइन काउन्टर टेरोरिजम के अरे सिआइडी मर्डर इन्भेस्टिगेसन युनिटसँग धेरै कामहरू भयो होइन त्यो दुःख पसिना छ आफ्नो ठाउँमा त्यो उसको व्यथा भन्ने कुरा आफ्नै ठाउँमा छ होइन त्यो सम्झिँदाखेरि कहिले कहिले आई फिल प्राउड हो गरेँ मैले त्यो भन्ने कुरा होइन तर हजुर एक्ज्याक्टली अनि तर अन्तिममा गएर गोइङ ब्याक टु यर क्वेसनमा चाहिँ कसरी चाहिँ स्विच भन्नु पर्ने अचानक त्यस्तो डेडिकेसन दिइरहेको मान्छे होइन त्यही कुरा हो कि पर्सनालिटी अलवेज त आई क्यान डु मोर होइन यस 12 घन्टाको सिफ्ट हुन्थ्यो होला 10 घन्टाको सिफ्ट हुन्थ्यो होला कहिले कहिले त्यो बढाएर 14-15 घन्टा पनि पुगिन्थ्यो होइन तर अलवेज फिल लाइक यस मेरो एउटा कम्युनिटीमा सर्भ गर्ने एउटा मेरो भावना छ इच्छा छ मन छ चाहना छ त्यो मैले गरिरहेको छु होइन तर आई वान्ट डु समथिङ माइसेल्फ एज वेल होइन जुन चाहिँ मलाई इन्ट्रेस्ट छ होइन जहाँ चाहिँ देयर इज अ म्यासिभ भोइड त्यो मलाई फिल गर्नु थियो कि त्यो ग्याप चाहिँ होइन अनि के गर्ने त भन्ने कुराहरू थियो अनि फ्रस्ट्रेसन्स पनि हुन्थ्यो कहिले कहिले अब एभ्री डे वाज डिफ्रेन्ट काम गऱ्यो आयो आफ्टर लङ 12 hours थाकिरहेको हुन्थ्यो आई वान्ट डु समथिङ एल्स कहिले कहिले हुन्छ त्यो फ्रस्ट्रेसन्स पनि हुन्थ्यो होइन अभियसली सधैँ नट एभ्री डे इज ग्रिन होइन तर मैले चाहिँ अब मैले पुलिस सिंहलाई चाहिँ डिसरेस्पेक्ट गर्न खोजेको पनि होइन तर आई अलवेज युज टु थिङ्क लाइक हुन्छ नि लाइक मैले जे गर्दैछु आम गिभिङ मा 100% तर मलाई केही न केही डिफ्रेन्ट पनि गर्न सक्छु होला 8 वर्ष भइसक्यो द्याट्स नियरली अ डेकेड आई वान्ट डु बिल्ड माई ओन स्टफ एज वेल होइन आई थिङ्क त्यो आफूमै भएको त्यो क्यापेबिलिटी सक्छु भन्ने हुन्छ नि त्यो कारणले नै होला सायद मैले चाहिँ स्विच गर्नेतिर मलाई मन लाग्यो तर के स्विच गर्ने भन्दाखेरि त फेरि इफ आई वान्ट टु गो त्यो रुटमा त्यो गोल्स मिट गर्नु छ भने त आई वान्ट डु समथिङ आई लाइक नि त होइन ओभर द इयर्समा मैले बाबासँग गर्थेँ अलिअलि होइन अब त्यसले अब अभियसली नेपालमा मम्मीले अलिअलि गर्नुहुन्छ ड्याडी मम्मीहरू मिलेर जग्गाहरूको कामहरू गर्नुहुन्थ्यो युके आएपछि घरहरूको कामहरू भयो अनि त्यसलाई नै आई थिङ्क त्यो फ्यामिली प्रभावले नै मलाई त्यही भनेपछि इट वाज रुटेड बाई द मम है मम्मी ओहो मम्मी त आई स्टिल रिमेम्बर कि कस्तो ठाउँको नाम पनि बिर्सेको त्यो के अरे हेल्प मी प्लिज है इट्स बिन अ लङ टाइम नेपालमा थाहा छैन त्यो के अरे नारायण थाना सरी नारायण गोपाल चोक होइन चक्रपथको सो त्यहाँबाट हामी अलि उता गयो भने वेन आई गो टु नट वसुन्धरा अर्को साइड क्या त्यो के अरे उता बुढालिङकण्ठतिर जाने ठाउँमा फर्स्टमा के आउँथ्यो अरे त्यो अलिकति आँखाको हस्पिटल के थियो नि त छ नि त त्यहाँनिर अनि त्यहाँनिर चाहिँ एउटा जग्गा हेर्न म मम्मीसँग गएको छु क्या है सो मम्मीले चाहिँ अभियसली अब छोरालाई एक्लो छोरा कहाँ छोडेर जाने लिएर जानुहुन्थ्यो अनि पछि अनि त्यो बेलामा अब मम्मीले अब कुराहरू गर्नुहुन्थ्यो नेपालको एजेन्ट्सहरूसँग कति कुराहरू गर्नुहुन्थ्यो होइन अनि त्यहाँबाट पनि धेरै कुराहरू सिकियो बुझियो होइन अभियसली सानै थिएँ तर त्यही ठाउँमा त्यसरी नै हुर्किएको अनि यता आएपछि बाबाले पनि अब मलाई स्टिल रिमेम्बर कि आएको हामीले 3 महिनामा चाहिँ घर किनेको है युकेमा आएको होइन सो तर सुरुमा जाँदाखेरि मोर्गेज एडभाइजर ब्याङ्क आइसले बार्क्लेजमा गएर मोर्गेज एडभाइजरसँग भेट्न जानुपर्ने थियो फर्स्ट अपोइन्टमेन्ट होइन ड्याडीले चाहिँ अब तिमीलाई अब इन्ट्रेस्ट लाग्दैन होला तर यु हेभ टु कम विथ मी सिक्नुपर्छ यस्तो कुरा भोलि पर्सि चाहिन्छ तिमीलाई भन्नुहुन्थ्यो क्या अनि म चाहिँ अनि मोर्गेज अनि ड्याडीले चाहिँ त्यसरी जानुभयो तर अब मलाई चाहिँ कहिले के लाग्थ्यो नि ड्याडी तपाईँलाई अब इङ्ग्लिस आउँदैन भनेर होला नि एउटा मलाई इन्टरप्रिटर युज गर्नु खोज्नु भएको होला भन्थेँ कि मैले चाहिँ अनि तर ड्याडी न्यू वाट ही वाज डुइङ होइन सो अनि त्यसरी चाहिँ मेरो इन्ट्रोडक्सनै त्यसरी भएको हो कि युकेमा चाहिँ इन टर्म्स अफ रियल इस्टेटतिर होइन अनि त्यसरी नै अब सधैँ एभ्री टाइम एपोइन्टमेन्ट्सहरूमा जाँदाखेरि अब अहिले पो तपाईँको फोनबाटै गर्छ होइन पहिला त फेस टु फेसै प्रायः जस्तो हुन्थ्यो क्या होइन अनि त्यसरी गयो अनि धेरै कुराहरू सिक्यो त्यसरी होइन सो त्यो प्रभावले गरेर पनि होला के गर्ने त भन्दाखेरि चाहिँ अब मलाई एउटा एकदमै गहिरो प्रभाव परिसकेको थियो मन लागेको गर्नु छ के गर्ने भन्दाखेरि इट वाज रियल इस्टेट प्रपर्टी अनि सुरु गरिहालेँ सो इन प्रपर्टी पनि इन कन्ट्रास्ट हजुर लगभग कति 5 वर्ष भएन रियल इस्टेटमा नियरली 5 years now यस सो पर्सनालिटीको कुरा गर्दाखेरि पुलिसिङमा हुँदाखेरि इट्स अ स्ट्रिक्ट त्यो एउटा रेस्ट्रिक्सन हुन्छ त्यो एउटा डिसिप्लिन इट्स अ डिफ्रेन्ट थिङ त्यो रियल इस्टेट इज काइन्ड अफ कम्युनिकेसन नेगोसिएसन होइन त्यसपछि अ काइन्ड अफ बुमिङ अराउन्ड पिपल होइन अलिकति ब्लसिङ एभ्रिथिङ इज डिफ्रेन्ट देन द पुलिसिङ नि त होइन सो आई जस्ट वान नो अलिकति हाम्रो यो रियल इस्टेटतिरको फर्केर हेर्दाको दिनहरू चाहिँ कस्तो थियो स्ट्राटेजिकली त्यो स्ट्रगलहरू सम्झिँदाखेरि
स्ट्रगल त कति छ नि है कम्प्लिटली डिफ्रेन्ट सेक्टर हो नि त मन भएर मात्रै भएन नि त स्किल्स पनि हुनु पऱ्यो नि त स्किल्स त आलु थियो नि त जिरो है पुलिसिङमा चाहिँ फेरि अब पहिला त पुलिसिङ पनि त्यही थियो नि त न्यू ग्रेजुएट केही छैन एक्सपिरियन्स है अनि जाँदाखेरि भनेर चाहिँ एक्सपिरियन्स चाहिँ वर्कसँग रिलेटेड मात्रै होइन क्या लाइक त्यो इन्डस्ट्री त्यो इन्भाइरोमेन्टमा कसरी हुर्किने क्या त्यो नै कम्प्लिट नयाँ थियो क्या मेरो लागि चाहिँ होइन अनि सो धेरै कुरा सिकेँ अब जस्तै आई स्टिल रिमेम्बर कि पुलिसमा अब अभियसली अब फोरेन्सिकसँग रिलेटेड स्टफहरू आइनियो धेरै कुरा फेरि युकेमा चाहिँ कस्तो हुन्छ नि तपाईँको नेपालमा एकाडेमिकली एकदम भ्याल्यु गर्छ तर भने युरोपियन कन्ट्रिज अथवा युकेमा चाहिँ के भयो भने तपाईँ एकाडेमिकली जतिसुकै क्वालिफाई भयो भने त उनीहरूले एक्सपिरियन्स खोज्छ क्या उनीहरूले चाहिँ होइन अनि त्यो बेलामा चाहिँ आई वाज सराउन्डेड विथ भेरी लिमिटेड भेरी फ्यु ग्रेजुएट्स तर years and years experience भएको अफिसर्सहरू तर दे नेभर वेन्ट टु युनि प्र्याक्टिकल नलेज प्र्याक्टिकल चाहिँ एकदमै क्रुसियल होइन अनि त्यही भएर चाहिँ अनि उनीहरूसँग ग्रुअप हुँदाखेरि त्यो द्याट वाज अ कम्प्लिट डिफ्रेन्ट इन्भाइरोमेन्ट होइन अब म त पुरा डेजर्टेसनहरू पुरा अब त्यो पुरा के रिसर्च गरेर आएको मान्छे अब तर यतापट्टि एक्सपिरियन्स अन द फ्लोरमा त केही पनि थिएन होइन अनि सो तर त्यो काम गर्दै जाने क्रममा चाहिँ धेरै कुरा कामले काम सिकाउँछ भने नि त्यही भयो मेरो लागि होइन अनि धेरै कुरा सिक्यो आई वाज भेरी कन्फिडेन्ट अनि अब के भन्छ डिफ्रेन्ट अरू मान्छे कम्युनिटिजसँग गएर कुरा गर्नु पनि धेरै सजिलो भयो होइन तर एउटा इट वाज मोर अफ लाइक क्राइमसँग रिलेटेड इन्भेस्टिगेसनसँग रिलेटेड मात्रै हुन्थ्यो नि त होइन अनि वेयरएज रियल इस्टेटमा आएपछि चाहिँ कस्तो भयो नि एउटा अलिकति नेगोसिएसन्सको कुराहरूदेखि लिएर अघि तपाईँले भन्नुभयो जस्तै अनि अलिकति एउटा आफ्नै कुराको स्किल्सहरू चाहिँ चाहिन्छ जुन चाहिँ त्यो बेला म भर्खर सुरु गर्दाखेरि थिएन ममा तर ममा चाहिँ के थियो भन्दाखेरि चाहिँ एउटा पर्सनालिटी जो चाहिँ म जोसँग पनि बोल्ने र एकदम फ्रेन्डली भएर बसिदिन्छु क्या होइन सुरुमा त मलाई अप्ठ्यारो लाग्छ आई डोन्ट आइम अ ह्युमन एज वेल मलाई पनि लाज लाग्छ होइन मलाई पनि अनि त्यो कुराकानी गर्दाखेरि मलाई पनि डर लाग्छ ला मैले यो भने नि माइट साउन्ड सिली जस्तो पनि हुन्छ त्यो थट्स के त्यो बिहाइन्ड द सिन्स आइरहेको हुन्थ्यो क्या होइन अहिले पनि आउँछ म त्यसलाई म आउँदैन भन्दिनँ तर के भयो भने त्यो पार गरिसकेपछि चाहिँ त्यो एकदमै त्यो फ्रेन्डलिनेस हुन्छ नि त्यो अनि सजिलो पारा म एकदम सजिलो छु कि म चाहिँ जोसँग पनि फेरि एकदमै मजाले कुरा गरिदिन्छु होइन अनि त्यो गर्दाखेरि चाहिँ नजिकिन पनि सजिलो भयो मान्छेहरूसँग वेन अरू बिजनेस ओनर्सहरू मात्रै नभएर मोर पर्सपेक्टिभमा हेर्नु पर्दाखेरि चाहिँ इन्भेस्टर्सहरूसँग होइन किनकि एउटा ह्युमन टच चाहिँ खोज्छ नि त मान्छेले गएर इन्भेस्टमेन्ट्स पैसाको कुरा लगानीको कुरा भन्ने कुराहरू अनि बिजनेसको कुरा भनेको त इट्स अलवेज पछाडिको कुरा हो क्या सुरुमा इट्स अल अबाउट रिलेसनसिप बिल्डिङको कुरा हो क्या होइन अनि त्यो बेलामा चाहिँ वेन आइम स्पिकिङ टु पर्सन उसले रिसिभ गर्दाखेरि चाहिँ एउटा अलिकति सजिलो पनि त हुनु पऱ्यो नि त त्यो मान्छे नै सजिलो हुन सकिरहेको छैन भने त भोलि पर्सि गएर त अब 5-10 रुपियाँको त कुरा होइन वी टकिङ अबाउट 200-500 ग्रान्डको कुराहरू छ होइन सो त्यो कुरा गर्दाखेरि उसलाई इजिनेस चाहिँ बनाउनु पर्छ तर मैले त्यो बनाउँछु भनेर बनाउने होइन कि मेरो त्यो पर्सनालिटी त्यस्तै छ के गर्ने होइन सो त्यही भएर त्यो वेमा चाहिँ अलिकति सजिलो पनि भयो तर देयर वे लर्ड्स अफ अब प्रोबेबली त्यो नेगोसिएसन स्किल्सहरू नभएर होला अनि कति डिल्सहरू लाइक अब क्लोज गर्न नसक्नुको कारणले गरेर पनि होला अथवा कति कुराहरू म आफै पनि काँचो थिएँ होइन सो इट वाज कम्प्लिट न्यू फिल्ड त्यही भएर पनि मलाई स्ट्रगलहरू साह्रो त थियो तर दुईवटा कम्प्लिटली डिफ्रेन्ट सेक्टरमा सिमिल्यारिटिज र कम्पेरिजन गर्नु पर्दाखेरि चाहिँ आई थिङ्क पर्सनालिटीले गरेर चाहिँ मलाई धेरै सजिलो बनायो जस्तो मलाई लाग्छ ट्रान्जिसन पिरियडमा चाहिँ एकदमै सजिलो भयो जस्तो लाग्छ मलाई किनकि म चाहिँ फेरि कस्तो भने पुलिस पुरा छोडेर रियल इस्टेट सुरु गरेको होइन कि सो लास्ट 3 years अफ माई पुलिसिङ आई डिड बोथ होइन सो आई वाज डुइङ पुलिसिङ यता अनि एज सुन एज माई डे अफ अथवा फ्री टाइममा चाहिँ फेरि रियल इस्टेट काम गर्थेँ क्या सो काइन्ड अफ भनौँ 2 full time जब्स जस्तो भनौँ न सो तर या सो अनि त्यसले गर्दाखेरि पनि के भन्छ त्यो ट्रान्जिसनमा मलाई हेल्प पनि गर्यो त्यसले मलाई एक्सेल गर्न पनि सजिलो गरायो भनौँ न अगाडि बढ्न पनि धेरै सजिलो बनायो बिसाइड द अब्स्टेकल्स एन्ड स्ट्रगल अफ कोर्स हरेक एउटा कुनै न कुनै करियरमा हामी जाँदाखेरि त्यहाँ पक्कै पनि हुन्छ बट देयर इज अलवेज अ थिङ द्याट वी सुड लर्न होइन अर्ली करियरमा चाहिँ यु आर स्टिल इन यर जर्नी यु आर इन्जोइङ इट एन्ड यु आर डुइङ इट यर बेस्ट तर अर्ली करियर सम्झिँदाखेरि चाहिँ what was the thing अहिले सम्झिँदाखेरि that was the best thing that I learned भनेर early career-मा best thing चाहिँ के थियो भने the more I received no's the better I got है yes मात्रै भएको भए त ओ हुन्थ्यो नि त होइन लाइक ओ भयो होइन yes मात्रै पाएको भए तर the more no's I received the better I got जस्तो लाग्छ कि मलाई किनकि मेरो मेन्टरले पनि मलाई एभ्री टाइम भन्नुहुन्थ्यो कि you either learn or you earn
होइन सो द मोर नोज आई गट आई वाज लर्निङ मोर किनकि कस्तो हुन्थ्यो भने कुनै पनि इन्भेस्टर्सहरूसँग कुनै एउटा अब अपर्च्युनिटिजहरू कुराहरू गर्दाखेरि इन्भेस्टर्सहरूसँग उनीहरूले जति धेरै क्वेसन्स गर्नुभयो नि द मोर इन्ट्रेस्टिङ इट गेट्स के किनकि त्यो धेरै क्वेसन्स सोध्नु भनेको नै राम्रो हो क्या किनकि कति कुराहरू मलाई पनि थाहा भएर आउँदैन होइन अनि मैले पनि अब थाहा छैन भने अहिले जस्तै थाहा छैन भन्छु बरु म होइन रादर देन गिभिङ अल दिज अदर आन्सर्सहरू होइन तर त्यसले चाहिँ के भयो भने म चाहिँ मेरो मेन्टर गरेर सोध्छु अनि मेरो अरू म एक्सपिरियन्स कलिग्सहरूलाई गएर सोध्छु होइन अनि अरू जो चाहिँ अब प्रपर्टीमा इयर्स एन्ड इयर्स काम गरिसक्नु भएको इन्डिभिजुअल्सहरूलाई गएर सोध्छु किनकि मेरो आई हेभ गट समवान हुज अ सेकेन्ड जेनेरेसन इन द फ्यामिली रियल इस्टेटमा होइन यहीँको ब्रिटिस हुनुहुन्छ इज बिन इन अ रियल इस्टेट फर लास्ट हिमसेल्फ 25 years सो उहाँ चाहिँ यस्तो मान्छे हो कि घरको इट्टा हेरेर थाहा पाइदिन्छ कि कुन सालको कुन डेकेडमा बनेको भनेर क्या 1980s बनेको बिल्डिङ हो यो भनिदिनुहुन्छ क्या सो त्यस्तो मान्छेहरूसँग चाहिँ मैले सिक्न पाइरहेको छु क्या होइन अघि नै भने यु अर्न कि त लर्न अर यु अर्न होइन तर त्यो कुरा गर्दै जाने क्रममा इन्भेस्टमेन्ट्सको बारेमा कति नोज पनि पाइयो नि त होइन सधैँ राम्रो हुन्छ भन्ने छैन नि त कतिचोटि त्यो भित्तामा गएर पनि ठोकियो नि त होइन तर जति धेरै भयो त्यसले धेरै कुरा सिकायो क्या अनि द्याट्स अ म्यासिभ लेसन फर मी होइन त्यसले एउटा तपाईँको नयाँ कुरा मात्रै सिकाएन त्यसले चाहिँ के गर्यो भने यु जस्ट मुभ अन टु नेक्स्ट होइन यु लर्न समथिङ फ्रम देयर होइन नाउ त्यसलाई नै तिखारेर यु आर द बेटर पर्सन नाउ देन यस्टरडे त्यो भयो क्या होइन त्यसले नै मलाई धेरै अगाडि पुऱ्यायो जस्तो मलाई लाग्छ Amazing. That's really amazing. The company you are associated अहिलेको टाइममा we just want to know a little bit about the company अनि the another part is त्यो कम्पनीमा हजुरसँगै कतिजना नेपालीहरू हुनुहुन्छ how's going thing a little bit of company Okay. So म चाहिँ अहिले मेरो दुईजना क्लाइन्टहरू हुनुहुन्छ अर्नेस्ट हार्डी एन्ड प्रोस्पेरिटी वेल्थ एन्ड डेभलपमेन्ट्स उहाँहरू चाहिँ मिडल्यान्ड्समा प्रपर्टी डेभलपर्स एन्ड इन्भेस्टमेन्ट कम्पनी हो होइन सो उहाँहरूसँग म मिलेर काम गर्छु अनि मैले चाहिँ इन्टरनेसनल र नेसनल इन्क्लुडिङ आवर नेपालीज कम्युनिटिजहरूलाई चाहिँ उहाँहरूसँग मिलाएर चाहिँ एउटा इन्भेस्टमेन्ट अपर्च्युनिटिजहरू दिइरहेको छु होइन सो when I say property development, it could be anything from जग्गाको कामहरू होइन ल्यान्डको कुराहरूदेखि लिएर काम गर्नुहुन्छ अनि प्लानिङहरू हाल्ने त्यो ल्यान्डमा प्लानिङहरू हालेर घरहरू बनाउने अपार्टमेन्ट्सहरू बनाउने अनि त्यो सबै कामहरू गर्नुहुन्छ यो दुईवटा कम्पनीले अनि त्यसलाई नै अब एउटा बाई टु लेट इन्भेस्टमेन्ट्सदेखि लिएर अथवा इट कुड बी समथिङ एल्स होइन त्यो सबै इन्भेस्टमेन्ट अपर्च्युनिटिजहरू चाहिँ मैले चाहिँ वर्ल्ड वाइड कम्युनिटिजलाई चाहिँ दिइरहेको छु त्यसरी सर्भिस चाहिँ मैले प्रोभाइड गरिरहेको छु होइन अनि अन दि अदर साइड के अरे प्रोस्पेरिटी वेल्थ एन्ड डेभलपमेन्ट्सले चाहिँ लास्ट 10-15 years भयो उनीहरू रियल इस्टेटमा काम गरेको दे भेरी गुड ट्र्याक रेकर्ड एकदमै लामो भयो उनीहरू के भन्छ यो फिल्डमा काम गर्नुभएको र दे बिल्ड नियरली 5,000 युनिट्स होइन युकेमा मात्रै होइन अनि यतापट्टि अर्नेस्ट हार्डी चाहिँ दे आर मोर लाइक ल्यान्ड अनि उनीहरू चाहिँ रियल इस्टेटमा मात्रै नभएर एउटा के अरे हुन्छ केयर होम इन्डस्ट्रीमा पनि उनीहरू एक्टिभ हुनुहुन्छ होइन सो एकदमै भास्टली एक्सपिरियन्स भएको दुईजना क्लाइन्ट्सहरू हुनुहुन्छ अनि उहाँहरूसँग रियल इस्टेटमा जे पनि कामहरू गर्नुहुन्छ अनि जुनमा चाहिँ अपर्च्युनिटिजहरू छ त्यो चाहिँ मैले चाहिँ यताबाट गएर चाहिँ इन्टरनेसनल नेसनल अनि नेपालीज इन्भेस्टर्सहरूलाई चाहिँ अपर्च्युनिटिज दिइरहेको छु ओके सो इट्स अ डाइनामिक है हजुर Great to hear. So, अब पर्सनल जर्नीबाट अलिकति जम्प मार्केटतिर लन्डनको मार्केट रियल इस्टेट हाउ इज इट लाइक लन्डनले चाहिँ किन मान्छेले चुज गर्नुपर्छ इफ दे आर रियली थिङ्किङ अबाउट इन्भेस्टमेन्ट पुटिङ देयर मनी what do you say on it? I think लन्डन भन्दा पनि युके इन जेनरल हेरेर नै मान्छेले इन्भेस्ट गरिरहेको छ when it comes to इन्टरनेसनल लेभलमा है किनभने युकेमा चाहिँ एउटा स्ट्रक्चर छ जसले चाहिँ एकदमै सजिलो बनाइदिएको छ कि इन्टरनेसनल इन्भेस्टर्सहरूलाई अनि नेसनल इन्भेस्टर्सहरूलाई पनि अनि त्यो स्ट्रक्चरमा चाहिँ अर्को कुरा चाहिँ के चाहिँ छ भन्दाखेरि चाहिँ सेक्युरिटी छ तपाईँको 1950s 80s बनेको घरहरू आज जस्तो छ त्यस्तै छ
कसैले केही जग्गा मिच्या पनि छैन हाम्रो नेपालमा स्याडली त्यस्तो घटनाहरू धेरै सुनिन्छ नि त होइन तर त्यो सेक्युरिटी इट्स काइन्ड अफ त्यो सेन्समा चाहिँ एउटा सेक्युरिटी त्यसरी पनि छ अर्को भनेको चाहिँ युकेको ट्र्याक रेकर्ड हेर्नु भने एकदमै स्ट्रङ छ तपाईँको आई थिङ्क 1980s तपाईँको युकेको एभरेज हाउस प्राइस थियो नि तपाईँको अराउन्ड 25,000 पाउन्ड्स थियो 1990s आएर द्याट वाज अबाउट 55,000 पाउन्ड है अहिले आएर 2025मा है एभरेज हाउस प्राइस छ तपाईँको जस्ट अन्डर 300,000 पाउन्ड्स कतिले बढ्यो होइन त्यो एउटा पोजिटिभ कोरिलेसन छ बिस्तारै बढ्दै आएको छ तर स्ट्रङ ट्र्याक रेकर्ड छ क्या होइन इन्फ्लेसन होइन अब तपाईँले सोच्नु होला नेपालमा पनि त अनि पहिला अब 15-16 लाखमा आउने 1 रोपनी जग्गा अहिले त करोडौँ पर्छ त भन्नुभयो यस करेक्ट होइन तर अब फ्युचर सेक्युरिटीको कुरा गरौँ हामी होइन त्यो चाहिँ युकेमा छ क्या किन भन्दाखेरि चाहिँ हाम्रो युकेमा चाहिँ अहिले एकदमै हाउसिङ क्राइसिस छ एकदमै डिमान्ड हाई छ सप्लाई कम छ गभर्मेन्टले अब नयाँ गभर्मेन्ट आयो उसले अब ओभर द नेक्स्ट 5 इयर्समा एभ्री इयर 300,000 होम्स बनाउँछु भनेर टार्गेट बनाइरहेको छ नि त नो वे नियर होइन तपाईँको आई थिङ्क प्रोबेबली अराउन्ड 90,000 अथवा अराउन्ड 100,000 120,000 को लेभलमा मात्रै बनाइरहेको छ अहिले इच इयर के होइन सो त्यही रेसियोमा जाने हो भने चाहिँ एक्सपर्ट्सहरूले के भनिरहेको छ भने ओभर द नेक्स्ट 50 इयर्ससम्म पनि युकेमा चाहिँ हाउसिङ क्राइसिस हुन्छ होइन अनि त्यो सबै हेर्दाखेरि चाहिँ एउटा कसो भने फ्युचरमा गएर एउटा सेक्युरिटी स्टिल देखियो नि त साउन्ड्स हरिबल किनकि इन्भेस्टरको नैरो लेन्सबाट हेर्दाखेरि ओह युकेमा चाहिँ छ है किनकि हाउसिङ क्राइसिस छ होइन नैरो एङ्गलबाट हेर्दाखेरि होइन इन्भेस्टर्सको पोइन्टबाट हेर्दाखेरि तर अफकोर्स पिपल आर सफरिङ हियर महँगी छ होइन घर पाइरहेको छैन तपाईँको एउटा घरमा रेन्टमा लिनको लागि वी हेभ हर्ड एज मच एज 100 एप्लिकेन्ट्स हुन्छ होइन स्टेट एजेन्टकोमा गएर एउटा घरको लिस्टिङमा राख्यो भने त्यो घरमा रेन्टमा बस्छु भनेर टेनेन्टहरूले नियरली 100वटाको एप्लिकेन्ट्स हुन्छ क्या है स्कटल्यान्डमा चाहिँ आहर नियरली 200 छ भन्ने सुनेको थियो होइन सो त्यो सबै कुराहरू गरेकोले चाहिँ इन्टरनेसनल वेमा इन्टरनेसनलको आइजमा चाहिँ युके एकदमै सेफ सेक्युरिटी छ भन्छ लिगल्ली पनि सेक्योर छ स्ट्रक्चरली पनि तपाईँको मोर्गेजहरूमा एकदम सजिलो बनाइदिएको छ अनि तपाईँको फ्युचरमा पनि बिकज अफ यो हाउसिङ क्राइसिसले गरेर पपुलेसन ग्रोथ छ तपाईँको अहिले नियरली 70 मिलियनको पपुलेसन छ युकेमा अनि युके इज एन आइल्यान्ड हेर्नुहोस् है वरिपरि सबै पानीले घेरा छ होइन फैलिन त मिल्दैन होइन सो एकदमै लिमिटेड ल्यान्ड पनि छ नि त होइन सो त्यो सबै कुराले गरेर चाहिँ युके सिम्स एकदमै बेस्ट होइन अब गोइङ ब्याक टु यर क्वेसन जुन चाहिँ स्पेसिफिकली लन्डनको कुरा गर्नुभयो अहिले चाहिँ लन्डनको कुरा गर्नु पर्दाखेरि अब रेकर्ड्स अब डेटाहरू हेर्ने भने स्याभिल्सहरूको डेटाहरू हेऱ्यो भने चाहिँ लन्डनको अहिलेको रियल इस्टेट चाहिँ अलिकति कमजोर छ है तपाईँको ग्रोथ पोटेन्सियल अहिले एकदमै फ्ल्याट छ लन्डनको किनभने तपाईँको त होल डाइनामिक्सै चेन्ज भयो क्या किनकि पहिला चाहिँ तपाईँको अब लन्डन इज अ इकोनोमिक हब नि त वर्ल्डकै होइन लन्डन भन्न सक्छ ओहो भन्छ नि त होइन बिकज अफ इट्स ओन युनिकनेस होइन लन्डनले जे कुरा ल्याउँछ इट्स म्यासिभ होइन ओभर द इयर्समा धेरै माथि गयो रियल इस्टेट पनि तपाईँको धेरै माथि जम्प भयो होइन अब आई स्टिल रिमेम्बर आउटस्कर्टको लन्डनको घरहरू 175-150 पर्नेहरू अहिले दे आर लाइक £500,000 होइन ओभर द लास्ट 15-20 इयर्समा होइन सो तर अहिले आएर चाहिँ किन त्यस्तो भयो भन्दाखेरि चाहिँ तपाईँको इन्फ्लेसन आफ्टर कोभिड चाहिँ इन्फ्लेसन धेरै भयो अनि अर्को कुरा चाहिँ तपाईँको चाहिँ गभर्मेन्टको कति रेगुलेसन्सहरूले चाहिँ के गर्यो भने चाहिँ रिच पिपल लेफ्ट लन्डन रिच पिपल होइन वेल्थी मान्छेहरूले चाहिँ बिकज अफ देयर उनीहरूको अब एउटा फाइनेन्सियल स्ट्रक्चर चाहिँ अलिकति अप्ठ्यारो हुन गयो कि गभर्मेन्टको न्यू पोलिसिजहरूसँग अनि उनीहरूलाई बेसी फाइदा चाहिँ एब्रोड हुन गयो होइन अब धनी मान्छेहरूले ओन गर्छ लन्डनको प्रपर्टी किनकि दे आर एक्सपेन्सिभ हामीले नर्मल मान्छेले त एफोर्ड गर्न सक्दैन अब उनीहरूले छोडेर गएपछि त के भयो त्यो प्रपर्टी त बेच्नु पऱ्यो अनि इट्स गोइङ अन लाइक के भन्छ सस्तोमा क्या इट्स बिन एकदमै डाउन भ्याल्यू भइगयो क्या होइन त्यही भएर अहिले तपाईँले स्याभिल्सहरूको डेटाहरू हेर्नुभयो भने लन्डन विल बी प्रोबेबली 0 कि त -1मा छ क्या होइन एभरेज प्रपर्टी प्राइसको कुरा गर्दैछु है अनि आउटस्कर्टतिर त राम्रै छ होइन तर लन्डन मात्रै हेर्ने हो भने चाहिँ तपाईँको चाहिँ इन जेनरल चाहिँ त्यो कारणले गरेर पनि प्रपर्टीको मार्केट चाहिँ अलिक अनस्टेबल छ लन्डनको चाहिँ सो भनेपछि there is a security एउटा इन्भेस्टमेन्टको हिसाबले हेर्दाखेरि बट स्टिल देयर हेज अ च्यालेन्जेस पनि इन्टरनेसनल इकोनोमी इन्टरनेसनल मार्केट अनि त्यसपछि लन्डन फेरि इट्स अ हब अघि हामीले भने जस्तै युके इट्सेल्फ प्ले भेरी बिग रोल इन अ ग्लोबलाइजेसन अनि त्यसपछि ग्लोबल इकोनोमिकमा होइन सो हाउ डज इट प्ले
ग्लोबल इकोनोमी रेट्स, इन्ट्रेस्ट रेट्स, इन्टरनेसनल इकोनोमी, मनी लन्डरिङ एन्ड यो अघि हामीले भने जस्तो करेन्ट ट्रेन्ड्सहरू छ नि जुन हाउसिङ जुन एकदमै सप्लाई एन्ड डिमान्डको एकदम टाइटमा बसिरहेछ. हाउ इज द्याट? सो तपाईँको अब अभियसली ग्लोबल इकोनोमीले त धेरै असर गर्छ किनकि त्यसले नै तपाईँको अब इन्ट्रेस्ट रेट्सहरू तलमाथि गरेर हुन्छ नि त होइन. अब त्यो कारणहरूले गरेर पनि तपाईँको के भन्छ प्रपर्टी सेक्टरमा चाहिँ धेरै असर गरेर हुन्छ क्या. हो नट एभ्री वान इज वेल्थी नि त होइन. वेल्थीले त अब आएर क्यासमा किनिदिन्छ बिकज अफ उनीहरूले क्यासमा किन्छ अनि दे विल प्रोबेबली के अरे होल्ड इट फर इयर्स टु कम होइन किनकि युकेको सेक्युरिटी छ नि त युकेको रियल इस्टेटमा. तर धेरै जसोले त अब मोर्गेजमा तिर्नुहुन्छ अनि इन्ट्रेस्ट रेट्स म्याटर्स टु देम अ लट होइन. त्यही भएर अहिले तपाईँको हाम्रो इन्ट्रेस्ट रेट्सहरू एकताका निकै हाई पनि भइसकेको थियो. 6-7 कति % इन्फ्लेसनै 12% डबल डिजिटमा थियो हाम्रो आफ्टर कोभिड होइन एकताका. सो त्यसले गर्दा धेरै नेगेटिभ असर त गर्यो रियल इस्टेटमा है. अनि स्पेसली लन्डनको लागि. अनि तपाईँको अनअफोर्डेबल भयो इन्ट्रेस्ट रेट्सहरू हाई भएर अहिले अलिकति घटेको छ पहिलाको भन्दा होइन. तर स्टिल अलिकति इन्टरनेसनलको एङ्गलबाट हेर्दाखेरि चाहिँ तपाईँको चाहिँ अलिकति यो द होल इन्ट्रेस्ट रेट्सहरू स्टिल हायर हुनु र गभर्मेन्टको यो नयाँ ट्याक्सको कुराहरू छ स्ट्याम्प ड्युटीको कुरा हुन्छ ल्यान्ड ट्याक्सको कुराहरू यो चाहिँ बढाएको बढै छ क्या है. अब मैले एउटा इक्जाम्पल दिन्छु स्ट्याम्प ड्युटीको केसमा. अब जब लेबरको नयाँ गभर्मेन्ट आउनुभन्दा आएपछि उनीहरूले बजेट भाषण गर्यो के भन्छ त्यसलाई बजेट भाषण गर्दाखेरि चाहिँ नेक्स्ट त्यो अनाउन्समेन्टको अटम अनाउन्समेन्टमा चाहिँ के गर्यो भने उनीहरूले स्ट्याम्प ड्युटी बढाइदियो क्या. तर त्यो बेला चाहिँ मेरो एउटा प्रपर्टीको चाहिँ लिगल्समा थियो क्या म चाहिँ होइन. अनि त्यो अनाउन्समेन्ट गर्नुभन्दा पहिला मेरो स्ट्याम्प ड्युटी वाज अराउन्ड 7,000 पाउन्ड्स भनौँ न होइन. त्यो अनाउन्समेन्ट भएपछि अहिले आएर आई हेभ टु पे अबाउट 14,000 पाउन्ड्स डबल भइगयो स्ट्याम्प ड्युटी होइन. म त त्यो एउटा सस्तो एउटा प्रपर्टीको एक्जाम्पल दिँदैछु नि. नाउ वेन इट कम्स टु लन्डन इट्स नट सस्तो नि त. इट गोज इन्टु मिलियन्समा जान्छ नि त. अब मिलियन्स एन्ड मिलियन्स पाउन्डको स्ट्याम्प ड्युटी डबल हुनु भनेको ट्याक्समा भनेको त द्याट्स अ लट अफ मनी नि त. त्यो त तपाईँको मिलियन्समा जान्छ होइन. सो त्यही भएर पनि एउटा इन्टरनेसनल एङ्गलबाट हेर्दाखेरि चाहिँ अलिकति यो न्यू ट्याक्स स्ट्रक्चर हायर इन्ट्रेस्ट रेट्स स्टिल भएको हुनाले चाहिँ अलिकति हेजिटेट गरिरहेको छ इन्टरनेसनल बायर्सहरू होइन. There is a myth and rumor in both ways. Okay? London facing an economic crisis, a recession bhairach cha. Ani मैले अघि भने जस्तै UK plays a big scene for the global politics scenario को कुरा गर्दाखेरि. So अघि हामीले भन्यौँ नि हजुरले मेन्सन गर्नुभयो नि a millionaire are replaced from the London भनेर. Actually where are they going? अब हामीले सुन्नमा आएको भनेको त दे आर गोइङ टु अलिकति सजिलो देशहरूमा होइन. इट कुड बी समवेयर इन द मिडल इस्ट होइन अथवा इट कुड बी समवेयर इन सदर्न पार्ट अफ युरोपतिर होइन. अब अभियसली एभ्री सर्कमस्टान्सेस आर डिफ्रेन्ट होइन. अब हाम्रो पो अब खासै उस हुँदैन. तर वेन इट कम्स टु मिलियन्स अब उनीहरूको अब मिलियन्स एन्ड मिलियन्स पाउन्ड्सको कुरा गर्दाखेरि अलिकति सानोतिनो पर्सेन्टेजमा पनि इट म्याटर्स अ लट टु देम होइन. अनि त्यो ट्याक्स सिस्टममा पनि एकदम उस हुन्छ. सो उनीहरूलाई चाहिँ जहाँ सजिलो छ जहाँ चाहिँ इट वर्क्स बिजनेस उनीहरू पनि एउटा अन्टरप्रेनर चाहिँ त हो. उनीहरू पनि यतिकै आजको भोलि नै धनी भएको मान्छे पनि होइन. सो इयर्स एन्ड इयर्समा उनीहरूले दुःख गरेको कष्टहरू छ त्यो होइन. जति पनि कष्ट गरेको छ उनीहरू आएर कतिजना त त्यसरी पनि बनेको छ नि त मिलिनियर्स रिच पिपल वेल्थी पिपलहरू होइन. अनि सो उनीहरूले चाहिँ अब जहाँ चाहिँ जुन चाहिँ देशले एउटा सजिलो प्लेटफर्म बनाइदिएको छ त्यहीँ गएर बसिरहेको छ जस्तो मलाई लाग्छ है. अब युकेको केसमा चाहिँ अब एउटा अलिकति नयाँ गभर्मेन्ट आएपछि एउटा नयाँ पोलिसिसहरू आयो होइन. त्यो गभर्मेन्टको आफ्नो एजेन्डाजहरू होला होइन. अब उनीहरूले पनि अब पब्लिकले त्यही अनुसार भोट गरेको छ. अलिकति पोलिटिक्स कुरा गरेँ तर जस्ट अलिकति लङ स्टोरी सर्ट गर्नुपर्दाखेरि चाहिँ एउटा अब त्यो सबै कुराहरूले गर्दाखेरि चाहिँ इट डिडन्ट वर्क फर वेल्थी पिपल युकेमा चाहिँ होइन. त्यो कारणले पनि ह्याभिङ सेड द्याट मैले चाहिँ डिस्करेज गर्न खोजेको होइन. युकेको रियल इस्टेट इज स्टिल स्ट्रङ होइन. एउटा सेक्युरिटी चाहिँ स्टिल छ जस्तो मलाई लाग्छ. मेनली बिकज अफ द पपुलेसन. तपाईँको पपुलेसन इज ग्रोइङ. तपाईँको इमिग्रेसन अहिले एकदमै ठुलो इस्यु छ युकेमा होइन. अनि तपाईँको अब एभ्री डेकेडमा अराउन्ड तपाईँको 8-10 मिलियनले पपुलेसन बढिरहेको छ होइन. अब हाउसिङ लिमिटेड छ, स्टक्स लिमिटेड छ. 1 वर्षमा 3 लाख चाहिन्छ तर जम्मा 1.5 लाखभन्दा बेसी बनाउन सकिरहेको छैन. म्याक्सिमम् बनाए 2 लाख होला अराउन्ड होइन. तर त्यो डिमान्ड सप्लाई कम डिमान्ड हाई भएपछि लाइक त्यो के भन्छ सेक्युरिटी चाहिँ अघि मैले भने जस्तै एक्सपर्ट्सहरूले चाहिँ नेक्स्ट 50 इयर्ससम्म पनि यो चाहिँ क्रास चाहिँ हुँदैन भन्ने कुरा. अब जस्तै कोभिडै हेर्नुहोस् न. कोभिड त्यत्रो कोभिड भयो.
अब हाउसिङ मार्केट क्रास हुन्छ भन्यो नि त युकेको भएन नि त झन् कोभिडभन्दा अहिले कतिले बढिसक्यो नि त हो सो त्यही हो सो एउटा सेफ हेभन जस्तै छ युकेमा चाहिँ भनिसकेपछि त स्ट्राटेजिकल्ली एउटा पेपर अनि त्यसपछि पोलिसी ट्रेन्ड्स मात्र हेरेर नहुँदो रहेछ नि त रियल इस्टेटमा त होइन कुनै समय लन्डन हब थियो रियल इस्टेटको लागि भनेपछि अहिले अलिकति डाउनफल भए जस्तो इन्फ्लेसनले गर्दा होला पोलिटिकल्स त्यो सिनारियोहरूले गर्दा सायद इफेक्ट भयो होला त्यसमा नि इम्प्याक्ट परेर होला कतिपय कुराले होइन सो ह्याभिङ सेड द्याट अहिले जुन कन्ट्रीहरू चाहिँ हामी इन्भेस्टमेन्टको हिसाबले चाहिँ रियल इस्टेटको हिसाबमा चाहिँ जेरो ट्याक्स इट्स जुन हामीले मार्केटमा सुनिरहेको एउटा टर्मिनोलोजी भनौँ न जेरो ट्याक्स जुन त्यो कन्ट्रीहरू छ तिनीहरू चाहिँ हाउ सेक्योर आर दे अब गोइङ ब्याक टु अघिको पोइन्टमा एउटा के एड गर्न चाहन्छु भने प्रपर्टी युकेमा चाहिँ यस सेफको कुरा गरेँ मैले होइन कहिले कहिले तलमाथि त हुन्छ होइन तर ओभरअल नेक्स्ट लास्ट 20-30-50 इयर्सको डेटा हेर्ने भने युकेको चाहिँ एउटा पोजिटिभ कोरिलेसनै छ क्या होइन त्यो अहिलेको ट्रेन्ड भनेको स्पेसली डाउन साउथ लन्डनमा अलिकति नेगेटिभमा मात्रै गएको होइन तर एट सर्टेन पोइन्टमा चाहिँ आई स्टिल बिलिभ नट द्याट हरेबल त्यस्तो हुँदैन माथि चाहिँ जान्छ होइन बिकज अफ अघि नै कुरा गरिहालेँ सप्लाई कम छ डिमान्ड एकदमै हाई छ होइन एन्ड नाउ आई वान्ट टु टेक दिस पोइन्ट इन्टु इन्टरनेसनल मार्केटमा अब जिरो ट्याक्सको कुराहरू गर्नुभयो कति कन्ट्रिजहरूले रियल इस्टेट इन्भेस्टमेन्ट सजिलो बनाइदिएको छ होइन एट द एन्ड अफ द इट ओल कम्स डाउन टु पपुलेसन जस्तो लाग्छ कि मलाई चाहिँ जनसङ्ख्यै हो क्या होइन कुनै पनि ठाउँमा रियल इस्टेटले राम्रो पर्फर्म गरिरहेको छ जहाँ चाहिँ जनसङ्ख्या बढी छ होइन अब तपाईँको के अरे त्यही भएर चाहिँ युके इन जेनरल स्पेसली इङ्ल्यान्डको केसमा चाहिँ पपुलेसन एकदमै हाई भएको कारणले चाहिँ त्यो प्रपर्टी मार्केटलाई चाहिँ एकदमै स्टेबल बनाएर राखिरहेको छ झन् महँगिँदै गइरहेको छ होइन अब इन्टरनेसनल वेमा कति कन्ट्रिजहरूले एउटा अब ट्याक्स हेभन जस्तो भनेर होइन अथवा जिरो ट्याक्सको कुराहरू अथवा युकेमा अन एभरेज तपाईँको 4 देखि 6 महिना लाग्छ एउटा प्रपर्टी ट्रान्ज्याक्सन कम्प्लिट हुनको लागि अब मिडल इस्टतिर गयो भने त एकै दिन हुन्छ भन्छ होइन द्याट्स ट्रु हुन पनि हुन्छ होइन तर अब त्यो एरियामा जाँदाखेरि चाहिँ अब फ्युचरले चाहिँ के हुन्छ वी हेभ टु सी होइन तर एकदमै त्यतातिरको एउटा एकदमै क्रेज बढेको छ हेर्दाखेरि राम्रो देखिन्छ त्यहाँको रियल इस्टेट रियल्टरहरू भन्छौँ हामीले उनीहरूसँग कुरा गर्दाखेरि पनि डबल डिजिट्सको रिटर्न्सहरू भन्दाखेरि मलाई पनि अचम्म लाग्छ होइन गरौँ जस्तो लाग्छ होइन तर एट द एन्ड अफ द डे एउटा कुरा चाहिँ त्यही हो कि एउटा पपुलेसनले नै डिटरमाइन गर्छ जस्तो मलाई लाग्छ क्या त्यही भएर उनीहरूले चाहिँ विश्वभरिको मान्छेलाई लेट्स से मिडल इस्टको कुरा गर्नु पर्दाखेरि विश्वभरिको मान्छेलाई इन्भाइट गरिरहेको छ नि त किन भन्दाखेरि चाहिँ दे वान्ट टु हेभ मोर पिपल होइन एउटा प्लेटफर्म क्रिएट गरिदिएको छ ताकि भोलि पर्सि गएर त्यो पपुलेसन बिकम्स द एउटा कोर के भन्छ ब्याकबोन अफ द कन्ट्री क्या होइन सो मलाई चाहिँ त्यस्तो लाग्छ मेरो एउटा एङ्गलबाट हेर्दाखेरि होइन अब हुन त मैले म डिटेलमा इन्टरनेसनल रियल इस्टेटको बारेमा स्टडी गरेको त छुइनँ जति पनि कुराहरू बुझ्दै आएको छु गर्दाखेरि मेरो एङ्गलबाट बुझ्दाखेरि चाहिँ त्यो छ तर आई हेभ हर्ड देयर इज अ ल अफ थिङ्स मोर अपिलिङ फ्याक्टर्सहरू पनि छ जस्तो लाग्छ अब त्यो राम्रो नराम्रो भन्ने कुरा चाहिँ अलिकति म इन डेपमा चाहिँ हेर्नै पर्ने हुन्छ त्यही त हामीले डिरेक्टली फेरि यो राम्रो यो नराम्रो भन्न पनि त मिलेन नि होइन तर एउटा नेचुरल प्रोसेस हेर्ने हो भने केही पनि कुरा एउटा बिन्दुमा पुगिसकेपछि त्यो झर्नु छ नै छ त्यो एउटा नेचरको रुल नै हो होइन हामीले भन्यौँ नि अघि हजुरले मेन्सन गरे जस्तै लन्डन कुनै टाइम हब थियो तर अहिले बिस्तारै मिलियनियर यहाँको बिलियनियरहरू चाहिँ मिडल इस्ट अर मेबी द अदर युरोपियन साइडतिर मुभ हुनु भइरहेको छ मेबी अब धेरै कुराहरू त्यो बिचमा हुनसक्छ तर कुरा गरिराख्दाखेरि अहिलेको पिरियडमा चाहिँ रिसेन्टली इमिग्रेसनको हामीले जुन मान्छेहरू आइसकेपछि द पिपल आर द ब्याकबोन अफ द कन्ट्री भन्ने कुरा गऱ्यौँ नि अहिले इमिग्रेसनमा अलिकति टाइट गरिरहेको इभन नेपालीहरूलाई चाहिँ अहिले रिसेन्टली ब्यान गरिरहेको छ फर भिजिट भिजाको लागि सम अफ द नाम नलिउँ सम अफ द मिडल इस्ट कन्ट्रीहरूमा सो यस्तो सिचुएसनमा चाहिँ वाट इज द स्ट्राटेजी फर देम सेक्युरिटीको हिसाबमा त पिपल आर इन्भेस्टिङ अ लट अफ मनी ओभर देयर तर फेरि एट द सेम टाइम दे आर टाइटनिङ देयर इन्टरनेसनल इमिग्रेसनको लागि रुल्स एन्ड रेगुलेसन्स What's your perception for this? अब म त अब इमिग्रेसनमा चाहिँ मेरो खासै नलेज चाहिँ छैन आइम नट द एक्सपर्टिज है तर मेरो बाहिर एङ्गलबाट हेर्दाखेरि चाहिँ इमिग्रेसनमा अब यस्तो इमिग्रेसन इन अ सेन्स लाइक इमिग्रेन्ट पिपल आर द हु इन्ट्रेस्टेड टु बाई दे आर द पिपल हु रेन्टेड दि हाउसिङ एन्ड अल नि त तर इन्टरनेसनल इमिग्रेन्टलाई नै टाइटन भयो भने चाहिँ त्यहाँनिर जो मिलियनियर हुनुहुन्छ बिलियनियर हुनुहुन्छ उहाँहरूले इन्भेस्ट गरेको पैसा चाहिँ हाउ विल बी द प्रफिटेबल भन्ने कुरा चाहिँ अब अभियसली अब
बिग बिजनेसेसहरूले इन्भेस्टहरू गराएको हुन्छ, दे क्रिएट जब अपर्च्युनिटिजहरू होइन। अब त्यो जब्स क्रिएट गरेर पनि अब तपाईँको मात्रै क्रिएट गरेर मात्रै भएन, त्यो जब्स गर्नको लागि गर्ने मान्छे पनि त चाहियो नि त होइन। त्यही भएर यो ब्रेक्जिट एक्ज्याक्टली त्यही भएर त्यो ब्रेक्जिट पछि तपाईँको कति अब युरोपियन्सहरू फर्केर जानुभयो होइन, त्यसले भोइड क्रिएट गर्यो होइन। अनि सायद त्यसपछि नै होला, सायद ब्रेक्जिट पछि नै देयर वाज अ पोइन्ट वेयर युकेको गभर्मेन्टले पनि अलिकति लुज पनि गर्यो इमिग्रेसन। त्यही भएर अहिले हामीले धेरै नेपालीहरू स्पेसली सुनिरहेको छौँ, कतिजना अब डिपेन्डेन्टमा आउनुभएको छ, स्किल वर्कर भिजामा आउनुभएको छ अहिले आएर होइन। अनि फेरि अहिले आएर के भयो, नयाँ गभर्मेन्ट आएपछि अब फेरि त्यसलाई अब फेरि टाइट गर्न सुरु गर्यो होइन। अब यो अब निटिग्रिटी त स्टफ त अब म एक्ज्याक्टली त यही हो भनेर चाहिँ थाहा भएन किन भनेर होइन। तर अब हामीले चाहिँ कसरी पनि के भइरहेको छ अहिले इन टर्म्स अफ एउटा यहीँको नेटिभ पपुलेसनमा चाहिँ उनीहरूमा चाहिँ अब एउटा युकेमा अब तपाईँको धेरै फेसिलिटिजहरू छ। अब सरकारले पनि सर्टेन सम्म मात्रै गर्न सक्छ नि त होइन। अनि त्यही भएर चाहिँ अब त्यो सबै कुराहरू चाहिँ एउटा अलिकति कन्ट्रोल गर्नको लागि पनि उनीहरूले अलिकति इमिग्रेसन टाइट गर्न खोजेको हो कि भन्ने कुराहरू होइन। अब उनीहरू इमिग्रेसन टाइट भनेर चाहिँ उनीहरूले चाहिँ अब नराम्रो हिसाबले होइन, एउटा राम्रो हिसाबले गर्न खोजेको जस्तो मलाई लाग्छ। किनकि अहिले तपाईँहरूलाई थाहा छ, न्युजहरू हेरिरहनु भयो होला, लाइक इलिगली एभ्री डे थाउजन्ड्स अफ पिपल कम्स इन होइन। अब त्यस्तो कुरामा उनीहरूले टाइट गर्न खोजिरहेको छ। त्यही त त्यही सिनारीमा यता हाम्रो युके लन्डनमा पनि त त्यसरी इलिगल इमिग्रेन्टहरू धेरै आएको भयो। अहिले यहीँको लोकलहरूले चाहिँ दे आर प्रोटेस्टिङ एगेन्स्ट द्याट होइन। सो त्यो पनि एउटा एज गभर्मेन्ट त्यो कुरालाई पनि एउटा बााउन्ड्रिज बनाएर चाहिँ त्यो रेस्ट्रिक्सन राख्नुपर्छ। द्याट्स गुड। या एक्ज्याक्टली। अनि आखिरमा गएर त्यो गभर्मेन्ट फर्म भएकै पनि अब यहाँको मान्छेको भोट्सहरूले गरेर नै हो, उनीहरूले विश्वास गरेर दे हेभ टु वर्क विथ दि मान्छेको चाहनाहरू अनुसार होइन। अनि त्यो सबै कुराहरू हेर्दाखेरि चाहिँ अब यस वी निड पपुलेसन, तर अब लङ्गर टर्ममा चाहिँ अब तपाईँको बिकज अफ द होल एउटा कन्ट्रीको एउटा सिचुएसनले गरेर पनि होला जस्तो लाग्छ। किनकि इट्स नट द सेम नि त, किनकि सिन्स कोभिड अल अफ थिङ्स आर चेन्ज्ड। तपाईँको पहिला अब कस्तो थियो भने के भन्छ, देयर वाज अब कसरी भनौँ यसलाई, अब तपाईँको सिन्स कोभिड चाहिँ अब कोभिडमा धेरै खर्च भयो नि त गभर्मेन्टको। तपाईँले ब्रेक्जिट पछि धेरै प्लान्सहरू थियो गभर्मेन्टको होइन। तर फर्लो स्किम्सहरू थियो युकेमा, जहाँ चाहिँ तपाईँको अब काम छैन, तर अब मान्छेलाई त सर्भाइभ त गर्नु पऱ्यो। अनि उनीहरूलाई फर्लो स्किमले धेरै हेल्प गर्यो के भन्छ यहाँको सिटिजन्सहरूलाई होइन। अनि त्यो गर्दाखेरि धेरै खर्च भयो कि होइन। धेरै खर्च हुँदाखेरि अहिले चाहिँ गभर्मेन्टलाई अलिकति फाइनेन्सियली पनि गाह्रो भइरहेको छ होइन। अब अनि अर्को कुरा भनेको अब इट्स अ आइल्यान्ड, वी कान्ट हाउस एभ्री वान नि त होइन। त्यो हेर्दाखेरि चाहिँ अब मैले चाहिँ फेरि अलिकति एन्टी इमिग्रेसनको कुरा गर्न खोजेको होइन, तर सायद त्यो एङ्गलबाट हेर्दाखेरि पनि मेबी गभर्मेन्ट र यहाँको नेटिभ पिपलहरूले चाहिँ आई थिङ्क वेलकम गर्नुपर्छ, राइट पिपललाई गर्ने बरु होइन, अनि राइट नम्बर्सलाई गर्ने। त्योभन्दा बेसी चाहिँ नगरौँ, त्यो गर्दा कसो होला भन्ने एउटा प्रोब्ली त्यो भ्यूबाट आएर चाहिँ जति पनि यो अलिकति इमिग्रेसनको टाइटनेसको कुराहरू आइरहेको छ त्यसरी आएको होला भन्ने मलाई लाग्छ। Before jumping into the another segment, I just want to ask, हजुर नेपाली, म नेपाली, हाम्रो होल टिम नेपाली, सो हामीले वेस्टर्न पार्टको रियल इस्टेटको मार्केटको कुरा गऱ्यौँ, देन आफ्टर हामीले यता युरोपको, त्यसपछि युकेको, त्यसपछि मिडल इस्ट पनि अलिकति छोयौँ। सो साउथ एसिया जुन हाम्रो नेपाल, इन्डिया, पाकिस्तान, अल अफ देम, त्यहाँको चाहिँ कस्तो छ सिनारियो? हाउ यु रिसर्च, हाउ यु लर्न, कस्तो देख्नु भएको छ? नेपालको त्यो एरिया अथवा साउथ एसियामा पऱ्यो नि त हाम्रो नेपाल होइन। सार्क कन्ट्रिजमा पनि कन्ट्रिजहरू नै भन्यौँ नि त हामी साउथ एसिया होइन। सो त्यहाँबाट हेर्दाखेरि चाहिँ मेरो बुझाइमा चाहिँ मलाई चाहिँ के लाग्छ भने यस ग्रोथ भएको छ। अघि नै पनि मैले भने लाइक अब पहिला एज म सानोमा हुँदाखेरि 1 रोपनी जग्गा 15-20 लाखमा किनबेच हुन्थ्यो। अहिले अब कति महँगो छ त्यो होइन, करोडौँमा जान्छ होइन। यस एक्ज्याक्टली होइन। तर एउटा मेरो लागि चाहिँ पर्सनली मलाई चाहिँ के लाग्छ भने रियल इस्टेटमा चाहिँ मैले हेर्दाखेरि चाहिँ, किनकि म त त्यहाँको छुइनँ, आई मे बी रङ, अब कोहीले हेर्दै हुनुहुन्छ नि प्लिज आइ एम ह्याप्पी टु टेक दोज एडभाइसेस होइन। तर मेरो एङ्गलबाट हेर्दाखेरि चाहिँ अलिकति मलाई चाहिँ सेक्युरिटी रिस्क छ जस्तो लाग्छ, बिकज अफ द एउटा स्टेबिलिटी छैन नि त। अब हाम्रै स्याडली हाम्रै देशमा पनि अब सधैँ केही न केही भइरहेको हुन्छ। डिफ्रेन्ट गभर्मेन्ट आएपछि डिफ्रेन्ट पोलिसिज आइरहेको हुन्छ। एभ्री 6 मन्थ्समा नयाँ गभर्मेन्ट आउँछ, कति डेभलपमेन्टको प्रोजेक्ट्सहरू भइरहेको हुन्छ, त्यो रोकिजान्छ होइन। अनि रियल इस्टेटको हिसाबमा हेर्दाखेरि ग्रोथ, इन्फ्रास्ट्रक्चर्स, रिजेनेरेसन्सहरू, यो सबै कुराहरूले एकदमै इम्प्याक्ट गर्छ क्या। अनि पपुलेसनको पनि कुरा गर्छ। अब नेपालको कन्टेक्समा एभ्री डे अल अफ नेपालीज आर गोइङ एब्रोड होइन। अनि
सो त्यो सबै कुराहरू हेर्दाखेरि चाहिँ अनि नेपाल मात्रै नभएर तपाईँको अरू कन्ट्रिजहरूमा नि बङ्गलादेश श्रीलङ्कातिर पनि अहिले रिसेन्ट इभेन्ट्सहरू हेर्ने हो भने अलिकति एकदमै कुराहरू छ होइन एकदमै तलमाथि भइरहेको छ होइन सो एउटा स्टेबिलिटी नहुनुको कारणले चाहिँ एउटा ग्रोथलाई एकदमै असर गर्छ अनि नयाँ गभर्मेन्ट आएपछि फेरि त्यही हो अलिकति उनीहरूले पनि त्यही अनुसारको पोलिसिजहरू क्रिएट गर्न सक्दैन गरे पनि फुलफिल गर्न सक्दैन बिकज दे हेभ टाइम लिमिटेसन छ छोटो समय छ होइन त्यो हिसाबले हेर्दाखेरि चाहिँ आई थिङ्क एकदमै गाह्रो डिफिकल्ट अलिकति रिस्क हाई छ जस्तो मलाई लाग्छ क्या होइन अनि त्यही भएर चाहिँ त्यतातिर चाहिँ मलाई चाहिँ मेरो पर्सपेक्टिभमा मेरो एङ्गलबाट हेर्दा चाहिँ मलाई चाहिँ त्यो रिजनलाई चाहिँ मलाई चाहिँ त्यस्तो लाग्छ सो दृश्य हामी यो नेपालको कुरा गर्दा फर्केर नेपालतिर जाँदाखेरि चाहिँ नि नेपालमा चाहिँ अहिले कस्तो खालको ट्रेन्ड छ भन्दाखेरि चाहिँ घर किन्ने हो भने बस्ने हो भने जब गर्ने हो भने एभ्रिथिङ डु वाट एभर काठमाडौँमा गर्ने हो पढ्न जाने हो भने इभन यतिसम्म कि हाम्रो अलिकति अर्बन ठाउँतिरको एरियाहरूको हुन्छौँ नि हामी सो आफ्टर एसएलसी अर मेबी आफ्टर +2 चाहिँ काठमाडौँ जाने ल्याङ्ग्वेजको लागि पनि काठमाडौँ नै जाने बाहिर विदेश जान पढ्नको लागि हो भने IELTS गर्नेदेखि लिएर पिटी एन्ड एभ्रिथिङ काठमाडौँ नै जाने त्यो एउटा खालको एकदमै सेन्ट्रलाइज गरेको छ नि काठमाडौँलाई रियल इस्टेटको त्यो अप्टिकलबाट हेर्दाखेरि चाहिँ नि काठमाडौँलाई कसरी डिसेन्ट्रलाइजेसन गर्न सकिन्छ किनकि हामीले लन्डनको बेस कुरा गर्दाखेरि युके पनि बिस्तारै डिसेन्ट्रलाइज भएर लन्डन मात्र फोकस नभएर अरू ठाउँमा पनि स्प्रेड हुँदैछ सो काठमाडौँको केसमा चाहिँ नि कसरी गर्न सकिन्छ कसरी हाउ इज द्याट पोसिबल फर्स्ट क्वेसन इज द्याट पोसिबल अनि पोसिबल भयो भने चाहिँ रियल इस्टेटको एउटा अप्टिकलमा चाहिँ कसरी इम्प्याक्ट पर्न सक्छ अब काठमाडौँमा आज मात्रै होइन सधैँ तपाईँले अघि भन्नुभएको जस्तै हाम्रो अगाडिको जेनेरेसनबाटै हो त्यो सधैँ जे गर्नको लागि काठमाडौँ जाने भन्ने कुरा होइन पासपोर्ट बनाउनु पनि काठमाडौँ जाने है अहिले चाहिँ अब अरू ठाउँमा पनि गर्न मिल्छ नि त होइन त्यही एक्ज्याक्टली अब त्यही कुरामा आयो होइन त्यो सर्भिसधरि अब बाहिरतिर गएर गर्न मिल्दो रहेछ नि त होइन सो पहिलेदेखि नै यो चाहिँ एउटा बिग इस्यु नै हो होइन जस्तो लाग्छ मैले अहिले रिफ्लेक्ट गर्दाखेरि ओभर द लास्ट 25 इयर्स होइन अब युकेमा पनि तपाईँको लन्डन त्यो एकदमै सेन्ट्रल हब होइन तपाईँको त्यो बबल अब काइन्ड अफ बर्स्ट हुन लागेको जस्तो पनि भइरहेको छ होइन अनि युकेको गभर्मेन्टले नि त्यही अनुसार बिस्तारै आजको भोलि नै हुँदैन तर उनीहरूले चाहिँ बिस्तारै एउटा इकोनोमी सिफ्ट गर्न खोजिरहेको छ त्यो चाहिँ त्यसको लागि मेन चाहिने भनेको नै इन्फ्रास्ट्रक्चर्स हो होइन तपाईँको ट्रान्सपोर्टेसनको कुराहरू आउँछ त्यसलाई चाहिँ बाहिरतिर सजिलो बनाउँदै बिस्तारै बाहिर लाने होइन त्यसलाई तपाईँले भन्नुभएको जस्तै के अरे लन्डनलाई मात्रै केन्द्रित नगरेर बिस्तारै चाहिँ अब मिडल्यान्ड्सतिर नर्थतिर अथवा तपाईँको साउथ इस्टतिर होइन त्यसरी बिस्तारै लाँदैछ त्यो नसकिने होइन गर्न सकिन्छ होइन युकेको केसमा चाहिँ के भयो भने तपाईँको चाहिँ एउटा स्टेबल छ गभर्मेन्ट होइन तपाईँको कन्ट्री धनी छ पैसा छ होइन जेनेरेट गर्छ जिडिपीहरू एकदमै धेरै छ होइन तर अब काठमाडौँको केसमा नेपालको केसमा चाहिँ त्यो गर्न नसकिने होइन सकिन्छ नेपालको केसमा चाहिँ तपाईँको अलिकति एउटा त्यही त भने अघि नै भने जस्तो स्टेबिलिटीको कुरा हुन्छ गभर्मेन्टको होइन किनकि यो भनेको तपाईँको 1-2 वर्षको भिजन होइन इट्स अ लङ भिजन होइन 5, 10, 15, 20 वर्ष लाग्ला त्यसको लागि होइन एउटा प्रोसेस हो क्या होइन त्यही भएर चाहिँ गर्न नसकिने सकिन्छ जस्तो चाहिँ मलाई लाग्छ होइन तर एउटा कन्ट्रीमा पहिला स्टेबिलिटी हुनु पऱ्यो त्यसले धेरै सहयोग गर्छ अनि नेपालमा चाहिँ एउटा गाह्रो कुरो चाहिँ के हो भने तपाईँको ट्रान्सपोर्टेसनमा चाहिँ त्यसलाई चाहिँ ट्रान्सपोर्टेसनको त्यो इन्फ्रास्ट्रक्चरलाई फ्रस्ट्राउन चाहिँ एकदम गाह्रो छ क्या किन भन्दाखेरि चाहिँ ल्यान्डस्केपले दिँदैन क्या साथ अब यहाँ त तपाईँको कस्तो छ सबै सम्म छ तराई जस्तै छ नि त युके त होइन एउटा तपाईँको रेलवे ट्र्याक बनाइदियो भने त मजाले जान्छ नि त ट्रेन त होइन अब नेपालको केसमा साह्रै गाह्रो छ एउटा जियोग्राफीको हिसाबले हेर्दाखेरि पनि अलिकति अप्ठ्यारो छ तर अगेन इट्स नथिङ इज इम्पोसिबल होइन एचिभ गर्न त सकिन्छ होइन तर एउटा मेन फाउन्डेसन एउटा कोर भनेको चाहिँ एउटा स्टेबिलिटी हुनु पऱ्यो गभर्मेन्टको होइन अनि एउटा डिसेन्ट्रलाइज गर्नु पनि पर्छ जस्तो मलाई लाग्छ किनकि एउटा काठमाडौँ एकदमै भरिसक्यो क्या तपाईँको है तपाईँको अब पहिला खाली जग्गाहरू देखिन्थ्यो होइन हामी हुर्किँदै जाने क्रममा अब म सामगुसीमा हुर्किएको कति ठाउँमा स्पेसेसहरू थियो होइन अब त्यसलाई अहिले गयो भने त्यो स्पेस छैन त्यहाँ एउटा पनि छैन होइन तपाईँको यस एउटै ठाउँमा सेन्ट्रलाइज गरिदियो भने काम गर्न सजिलो होला अरे तर ओभर टाइम त काम गर्न पनि गाह्रो हुन्छ नि त इस्युजहरू आउन सक्छ कि झन् बढी मलाई त्यस्तो लाग्छ होइन त्यही भएर नेपालमा नसकिने होइन सकिन्छ जस्तो मलाई लाग्छ नगर्ने होइन गर्नु पनि पर्छ जस्तो मलाई लाग्छ होइन अब रियल इस्टेटसँग जोडिनु पर्दाखेरि चाहिँ अब तपाईँको जुन चाहिँ एउटा अब नट ओन्ली काठमाडौँ नट ओन्ली लन्डन एउटा अब इन जेनरलको हिसाबमा हेर्दाखेरि चाहिँ तपाईँको अब सार्प ग्रोथ भइरहेको थियो भने प्रोबब्ली त्यसले अलिकति
त्यो ग्रोथलाई अलिकति स्लो गर्ला अरे होइन किनकि त्यहाँबाट पपुलेसन नै मुभ भएर अरू ठाउँमा सिफ्ट हुन गयो भने त ग्रोथ त सिफ्ट अलिकति स्लो डाउन त हुन्छ नि त होइन त्यही भएर मैले अघिदेखि के भनिरहेको छु नि पपुलेसन इज की क्या तपाईँको रियल इस्टेटको कुरामा चाहिँ होइन अनि त्यही भएर चाहिँ तपाईँको चाहिँ भोलि पर्सि गएर अरू ठाउँहरूमा हामीले इन्फ्रास्ट्रक्चर्सहरू लगाएर डेभलप गर्न सुरु गऱ्यो भने त त्यो रिजन र त्यो एरियाको लोकल बिजनेसेसहरूलाई पनि ग्रो गर्नको पनि हेल्प हुने भयो होइन अनि जनसङ्ख्या पपुलेसन भन्ने कुरा हामीले कन्ट्रोल गर्ने कुरा हुँदैन त्यो त बढिरहने कुरा नै हो अनि त्यही भएर स्ट्राटेजिक भ्यू फर द नेक्स्ट जेनेरेसनको लागि नै सोचेर काम गर्न सक्यो भने जुन चाहिँ युकेको गभर्मेन्टले पहिलेदेखि गर्दै आइरहेको छ र इन्फ्रास्ट्रक्चर धेरै सजिलो छ होइन नेपालको गभर्मेन्टले त्यो अनुसार गर्यो भने चाहिँ राम्रो हुन्छ र सकिन्छ पनि जस्तो मलाई लाग्छ र अब रियल इस्टेटको कुरामा त्यही भनिहाल्यो अघि नै सार्प ग्रोथ चाहिँ अलिकति स्लो डाउन होला अरे होइन तर एट द एन्ड अफ द डे इफ देयर इज अ इनफ इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट होइन तपाईँको रिजेनेरेसनहरू त्यस्तो कुराहरू धेरै भइरहेको छ जसले चाहिँ इकोनोमीलाई एकदमै ग्रोथलाई हेल्प गर्छ भने तपाईँको रियल इस्टेटमा पनि तपाईँको नेगेटिभ होइन कि तपाईँको राम्रै इफेक्ट ल्याउँछ जस्तो चाहिँ मलाई लाग्छ सो घर किन्नु भनेको चाहिँ मैले नर्मल रिटेल सपमा गएर टी सर्ट किने जस्तो होइन नि त कसैले जिन्दगीभरको एउटा इन्भेस्टमेन्ट गर्दैछ सो जम्पिङ इन्टु एनदर सेगमेन्ट एडभाइस भनौँ हजुरको इन्साइट्स यो करियर थ्रु दिस अल करियर द भेरी फर्स्ट थिङ एउटा फर्स्ट बायरलाई चाहिँ एज अ टिप्स अर्को उसबाट भन्दाखेरि चाहिँ एभ्री न्यू बायरले चाहिँ एकदम स्लाइटेस्ट तर अफ्टन मिस्टेक गर्ने कुरा के हो कस्तो मजाको कुरा सोध्नु भयो भेरी इम्पोर्टेन्ट क्वेसन तर त्यो चाहिँ मलाई एकदम घच पर्छ क्या सधैँको कुरा गर्नु गर्दाखेरि चाहिँ सबसे कमन मिस्टेक गरिराख्ने भनेको चाहिँ उहाँहरूले पहिले अनलाइनमा गएर ओहो कस्तो राम्रो घर यही घर किन्न पायो हुन्थ्यो भनेर अनि त्यतातिर उहाँहरूले माइन्डसेट गर्न खोज्नुहुन्छ क्या त्यो गर्ने होइन भन्छु क्या म चाहिँ है किनभने यस आफूसँग पैसा टन्नै छ भने त द्याट्स फाइन आफूले जान गर्दा पनि किन आफू बस्ने घर किन्छु भनेर मात्र हुँदैन नि त महँगो छ युकेमा हामी त पाउन्डमा कुरा गर्दैछौँ होइन तपाईँको अघि नै मैले सुरुमा पनि कुरा गरेँ एभरेज प्रपर्टी प्राइस इज नियरली 300,000 पाउन्ड्स होइन त लन्डनतिर यु लुकिङ अराउन्ड $500,000 त चाहिन्छ अथवा 400 एटलिस्ट अब उहाँले चाहिँ के गर्नुहुन्छ नि अनलाइनमा जानुहुन्छ अनलाइन प्लेटफर्महरू छ नि त युकेमा त होइन तपाईँले अनलाइन प्लेटफर्म गएर ओहो 3 बेडरुम घर ओहो कस्तो राम्रो कस्तो ठुलो कस्तो राम्रो किचन कस्तो राम्रो बाथरुम अनि उहाँको प्राइसिङ हेर्दा चाहिँ 500 जति पर्दो रहेछ भने होइन तर दे हेभ नो आइडिया क्या इफ त्यो चाहिँ किन्न सक्नुहुन्छ कि हुँदैन क्या अब एफोर्डेबल छ कि छैन त्यो हेर्नुपर्छ क्या मैले चाहिँ उहाँलाई के भन्छु उहाँले चाहिँ त्यसरी चाहिँ कहिले कहिले चाहिँ के हुन्छ नि अनि एकदम त्यहाँ पुगिसकेको हुन्छ अनि कति कुराहरू मिस आउट भइरहेको हुन्छ कि नाउ आई विल टक अनि द्याट इज द मिस्टेक भनेको होइन नाउ आई विल टक त्यो मिस्टेक्सहरू के हो र अनि किन चाहिँ त्यसलाई चाहिँ हामीले चाहिँ इम्प्रुभ गर्नुपर्छ र कसरी चाहिँ म्यानेज गर्ने भन्ने कुराहरू गरौँ ल सो हामीले पहिला सुरु हेर्ने भनेको यस हामी सबैलाई ठुलो घरमा बस्न मन लाग्छ होइन हामी सबैलाई राम्रो ठाउँमा बस्न मन लाग्छ राम्रो किचन ब्रान्ड न्यू किचन होइन एकदम तर पहिला चाहिँ हामीले आफू बस्ने घर यस हाम्रो ड्रिम होम भनौँ अथवा हामीले हाम्रो त्यो मेन बास जहाँ चाहिँ हामीले धेरै सपनाहरू कोर्छौँ फ्यामिली पनि हुर्काउँछौँ त्यो घर किन्नको लागि चाहिँ कहाँ के भन्दा पनि पहिलो सुरु चाहिँ आफूले कति एफोर्ड गर्न सक्छ त्यो हेर्नुपर्छ क्या है यो चाहिँ म जेनरल 90% को केसमा कुरा गर्दैछु र कोही कोहीले क्यासमा पनि किन्नुहुन्छ पैसा भएकोले त क्यासमा किन्नुहुन्छ उहाँले एफोर्ड गर्न जति सक्यो त्यो गर्नुहुन्छ तर मैले चाहिँ पहिला के भन्छु भने आफ्नो एफोर्डेबिलिटी कति छ एउटा राम्रो मोर्गेज एडभाइजरकोमा जाने अनि आफ्नो इन्कम अनुसारको क्षमता अनुसारको चाहिँ अब इन टर्म्स अफ स्यालेरी त्यो सबै कुराहरू गरेर चाहिँ आफ्नो त्यो सर्कमस्टान्सेस अनुसार चाहिँ कति चाहिँ मोर्गेजमा किन्ने हो भने कति चाहिँ मोर्गेज एप्लाई गर्न सक्छ कति मोर्गेज पाइन्छ त होइन अब कसैले 3 लाखको मोर्गेज पाउला अरे कसैले 1 लाखको मात्रै पाउला अरे होइन तर तपाईँकोले चाहिँ 3 लाखको घर छ तपाईँले 3 लाखको मोर्गेज पायो भने त उहाँले त्यो घर किन्नलाई त एफोर्डेबल भयो नि त होइन अनि अब लेट्स चाहिँ कसैले 1 लाखको मात्रै मोर्गेज पायो अरे तर उहाँसँग लेट्स चाहिँ 50,000 मात्रै डिपोजिट छ भने त 3 लाखको घर हेरेर त काम भएन नि त होइन सो त्यो टाइम चाहिँ किन वेस्ट गर्ने तर सुरुमा चाहिँ यस डिपोजिटहरू चाहिन्छ तर सबसे पहिला बुझ्ने भनेको चाहिँ तपाईँले त्यो बुझेर केही खर्च पनि हुँदैन राम्रो मोर्गेज एडभाइजरकोमा जाने अनि एउटा मोर्गेज एसेसमेन्ट गर्ने होइन अनि त्यसले चाहिँ धेरै कुरा बताउँछ कि आफ्नो फाइनेन्सियल स्टेटस कन्डिसन्स मैले चाहिँ कतिसम्म किन्न मिल्दो रहेछ त ओके मलाई त लन्डनमा किन्न मन लाग्छ तर मेरो स्यालेरी अनुसार त ओहो नपुग्दो रहेछ त अब त्यसपछि अब कहाँ जाने त होइन ट्रान्सपोर्टेसन लिङ्क्सहरू त राम्रो छ प्रोबेबली
आउटस्कर्ट अफ लन्डनमा गएर एफोर्डेबल हुन्छ भने बरु त्यो गर्दा पनि हुन्छ होइन अथवा तपाईँको प्रोबेबली अब 5 बेडरुमको घर किन्न मन लाग्यो तर 2 बेडरुम मात्रै एफोर्ड गर्न सक्छ भने द्याट्स फाइन होइन सानैबाट सुरु गर्नु इट्स टेक इट एज अ बिल्डिङ ब्लक के होइन आज नै मलाई ठुलो धेरै महँगो किन्नुपर्छ भन्ने छैन कि होइन पैसा छ भने त ठिकै छ तर आफूले चाहिँ मेन चाहिँ एसेसमेन्ट गर्नु होला त्यसपछि बल्ल आफ्नो कन्डिसन थाहा हुन्छ सिचुएसन अनि त्यो अनुसार बल्ल चाहिँ कहाँ किन्ने कति डिपोजिट चाहिन्छ होइन कुन ठाउँमा किन्ने कस्तो किन्ने भने आफूलाई थाहा हुन्छ त्यो गऱ्यो भने चाहिँ तपाईँले आफ्नो समय पनि बचाउनुहुन्छ तपाईँले एजेन्ट्सहरूको समय पनि बचाउनुहुन्छ होइन अनि त्यो गऱ्यो भने काम गर्न धेरैलाई सजिलो हुन्छ कि नभए त तपाईँ त्यही चक्रभूमिमा घुमिराख्नुहुन्छ कि एन्ड आइभ सिन द्याट सो मेनी टाइम्स के होइन एन्ड मलाई चाहिँ उहाँ फर्स्ट टाइम बाजहरूलाई चाहिँ हाम्रो अब म अफ इन्भेस्टमेन्ट को लागि हामीले काम गरे पनि फर्स्ट टाइम बाजलाई चाहिँ मलाई चाहिँ सधैँ इन्क्वायरिज आई डोन्ट हेल्प चाहिँ किन गर्न मन लाग्छ भने किनकि अघि नै भने जस्तै आई पुट माइ सेल्फ इन देयर सुज आजभन्दा 10-12 वर्ष अगाडि त म पनि त त्यही थिएँ भौतारिरहेको थिएँ यो एडभाइसहरूको लागि होइन अहिले आएर पो धेरै सोसियल मिडियाहरू छ अनि अहिले आएर धेरै प्लेटफर्म्समा मान्छेहरूले सिकाइरहेको छ गाइडहरू गरेर हुन्छन् होइन तर त्यो बेलामा पहिला थिएन कि यस्तो कुराहरू चाहिँ युकेमा होइन अनि त्यही भएर चाहिँ उहाँहरूलाई चाहिँ आयो भने चाहिँ आई गिभ द टाइम होइन उहाँहरूसँग यो नलेज सेयर गर्छु तर उहाँलाई सबैलाई भन्ने कुरा चाहिँ सबसे पहिला चाहिँ मोर्गेज एडभाइजर गरेर मोर्गेज एसेसमेन्ट गर्नु अनि बल्ल तपाईँको कन्डिसन थाहा भएपछि बल्ल घर हेर्नतिर लाग्नु भन्छ नाइस हरेक मान्छेको लाइफमा एउटा मोटो हुन्छ कि मेरो चाहिँ फाइनेन्सियल स्ट्राटेजीको मोटो के हो भने केही पनि प्रडक्ट अरू मेबी केही पनि सामानहरू चाहिँ तिमी डबल किन्न सक्दैनौ तिमीसँग पकेटमा चाहिँ त्यो सामान किन्न डबल पैसा छैन भने चाहिँ नकिन फर सपोज मसँग प्यान्ट किन्नको लागि मसँग त्यो प्यान्टको लागि 50 पाउन्ड पर्छ भने मसँग पकेटमा एटलिस्ट 100 पाउन्ड चाहिँ हुनु पऱ्यो कि त्यो प्यान्ट टार्गेट गर्नलाई सो द थिङ इज माई क्वेसन इज वाट यु सजेस्ट यदि मर्गेजको लागि तिमी त्यो थ्रेसहोल्ड क्रस गर्दैनौ भने चाहिँ यु सजेस्ट फर बाइङ कतिपल्ट ऋण गरेर हुन्छ कि अर यु बेटर सजेस्ट द्याट पर्सन टु जस्ट रेन्ट इट आउट सुन्दाखेरि इट्स अ भेरी कम्प्लेक्स क्वेसन है एन्सर कम्प्लेक्सै छ यसको अब अलिकति यो फाइनेन्सियलतिर गयो होइन मैले फाइनेन्सियल एडभाइस दिन त मिल्दैन तर एउटा मैले जानेको एक्सपिरियन्स गरेको र बुझेको अनुसार मलाई हल्का गाइडेन्सको रूपमा दिनु पर्दाखेरि चाहिँ सर्वप्रथम त अब आफ्नो क्षमता अनुसारको कतै एउटा बास किन्न सक्यो भने किन्नुहोस् भन्छु म ठुलै किन्नुपर्छ भन्ने छैन किनकि त्यसले नै भोलि पर्सि गएर धेरै सजिलो गर्छ क्या मैले पनि सुरुमा घर किन्दाखेरि इन्भेस्टमेन्ट गर्छु भनेर ठुलो प्रपर्टी पोर्टफोलियो बिल्ड गर्छु भनेर किने होइन नि त होइन एउटा आफ्नो तर त्यसले चाहिँ के गर्यो भने मलाई त्यतातिर मोड्यो कि किनकि एउटाले इट्स अ बिल्डिङ ब्लक तपाईँले भन्नुभयो जस्तै सुरुमा हामीले किन्दाखेरि क्षमता थिएन जे थियो क्षमता अनुसार त्यही किन्यो त्यसले नै एउटा पोर्टफोलियो बिल्ड गर्नलाई सहयोग गर्यो अनि कसैले अब आफूले किन्न सकिराख्नु भएको छैन भने अब उहाँले अब इन्भेस्ट गर्न पनि गाह्रो होला फेरि होइन कुरा त्यो पनि छ नि त होइन अब अथवा कति केसमा चाहिँ फेरि युकेमा चाहिँ के छ भने तपाईँले त्यो क्वेसनमा चाहिँ एउटा के चाहिँ प्रश्न गर्नुपर्छ हामीले भने चाहिँ आफू बस्नको लागि हो भने तपाईँले मिनिमम 5% डिपोजिट हालेर किन्दा हुन्छ क्या तर तपाईँले रेन्टमा को लागि किन्नुभयो भने तपाईँलाई मिनिमम 25% डिपोजिट चाहिन्छ सो अब झन् अप्ठ्यारो भयो नि त होइन किनभने युकेमा चाहिँ लेन्डर्सहरूले चाहिँ म्याक्सिमम 75% मात्र मोर्गेज दिन्छ क्या है अब त्यही भएर चाहिँ त्यो कुराले गरेर चाहिँ तपाईँलाई चाहिँ महँगो पर्नु गयो नि त झन् महँगो भयो नि त होइन But I just got it your words. But the other hand, यस्तो पनि हो नि त it's a investment, a lifetime investment, but it's an asset, not liabilities नि त हैन हजुर सो त्यो पनि भयो लाइफ टाइम दुःखहरू कमाएको पैसा हो नि त वी अल वान्ट टु गो इन राइट प्लेस नि त हैन अनि तपाईँको त्यो एसेट त हो तर आफूले मोर्गेज दिन थालेपछि द्याट्स अ लायबिलिटी स्टिल हैन तर अब अनि तर अब कुराहरूमा चाहिँ त्यही हो अब तर कति केसेसमा चाहिँ के हुन्छ भने सबैजनाले आफू बस्ने घर किन्न खोज्दैनन् क्या किनभने अहिले के भयो भने तपाईँको कतिजना चाहिँ एउटा ठाउँमा काम गर्छन् दे डोन्ट नो अब 2 वर्षपछि कहाँ गएर काम गर्ने कति त अब अन्टरप्रेनरहरूले फर एक्जाम्पल दे क्यान लिभ एनिवेयर इन द कन्ट्री नि त लन्डनमा आज घर किनेर बसी लन्डनमै बस्नुपर्छ भन्ने उहाँहरूलाई छैन नि त होइन सो कतिजनाले चाहिँ उहाँ देमसेल्फ दे रेन्ट होइन आफू पनि रेन्टमा बस्नुहुन्छ तर आफूसँग भएको क्यापिटल चाहिँ बरु एउटा लेट्स टु किप इट सिम्पल रेन्टल प्रपर्टी किनेर चाहिँ त्यहाँ चाहिँ इन्भेस्ट गर्नुहुन्छ क्या होइन सो त्यो कुराहरू पनि सो इट अल डिपेन्ड्स अन तपाईँको
पर्सनल सर्कमस्टान्सेस तपाईँको इच्छा होइन पैसा कति छ होइन तर देयर आर डिफ्रेन्ट वेज कोहीसँग पैसा छैन भने देयर आर अलवेज डिफ्रेन्ट वेज फर इन्भेस्टमेन्ट प्रपर्टीमा होइन प्रपर्टी नै गर्नुपर्छ भन्ने पनि छैन देयर आर सो मेनी अदर कुराहरू छ होइन जुन चाहिँ अब फाइनेन्सियल एडभाइजरहरूकोमा गएर एडभाइस लिनुभयो भने उहाँले भन्न सक्नुहोला होइन तर प्रपर्टी भनेको चाहिँ तपाईँको चाहिँ युकेको केसमा चाहिँ मिनिमम 25% डिपोजिट चाहिन्छ होइन तर देयर आर डिफ्रेन्ट अदर स्किम्स भएर तपाईँको 5% डिपोजिट तिरेर ओभर द टाइममा चाहिँ पेमेन्ट प्लानहरू मिडल इस्टतिरको हामी कुराहरू सुन्छौँ एउटा पेमेन्ट प्लानमा घरहरू किन्ने फ्ल्याटहरू किन्ने भन्ने कुराहरू हुन्छ त्यस्तो चाहिँ युकेमा पनि गर्न मिल्छ क्या सो अब त्यसरी चाहिँ ठुलो लम्सम डिपोजिट छैन 25% आज छैन तर मसँग 5% मात्रै छ तर मन्थली पछि चाहिँ म चाहिँ कमाउँदै दिन सक्छु एउटा पेमेन्ट प्लान युज गरेर भन्यो भने त्यो पनि छ क्या अपर्च्युनिटी होइन इट्स अल अबाउट एउटा यो सबै अप्सन्सहरू चाहिँ एक्सप्लोर गरेर चाहिँ आफूलाई के सक्छ त होइन त्यो गरेको राम्रो अनि उहाँहरूले चाहिँ आफूले अब सकेन भने त सकेन तर सक्यो भने चाहिँ दे आर डिफ्रेन्ट वेज कहीँ न कहीँ एउटा एसेट्समा चाहिँ हाल्यो भने चाहिँ प्रोबब्ली कुड वर्क लङ टर्ममा Summarizing all that, it's very intellectual and tricky answer by you. Thank you. Maybe first buyer, let's say you hear no boy, definitely it will help for them. So jumping into another segments, you segments say I'm all get a little bit funny. So what was the one of the funniest client that you handle in the career? So for real estate kukurama चाहिँ funniest client अब यसो सम्झिँदाखेरि हो वाट अ सिलिएस्ट क्लाइन्ट द्याट आई ह्यान्ड ओभर टाइपको होइन आई थिङ्क सिलिएस्ट भन्दा पनि कहिले कहिले चाहिँ त्यो अनजानमा कति कुराहरू सोधिरहनुहुन्छ होइन इट कुड साउन्ड सिली तर द्याट्स फाइन होइन कहिले कहिले मैले चाहिँ के गर्छु भने लाइक देयर इज नो क्वेसन्स सिली क्वेसन छैन होइन आफूले जाने छैन त अब इट मे साउन्ड सिली तर ठिकै छ जानेन त जानेन अब के भन्छ त्यही भएर चाहिँ कुनै पनि क्वेसन्स मैले सिलीको रूपमा चाहिँ लिँदिनँ तर कहिले कहिले चाहिँ अब उसहरू आइरहेको कुराहरू भनेको अब कसो हुने सिचुएसन अहिलेसम्म त्यो टाइममा सायद हामीलाई कुनै कुरा ठिक थियो जस्तो लाग्छ तर फर्केर हेर्दाखेरि पछि चाहिँ ल कस्तो फन्डिएस्ट सिचुएसन थियो यार मैले कस्तो राम्रोसँग कन्ट्रोल गरेँ भने जस्तो लाग्छ नि त्यस्तो चाहिँ वाइल डिलिङ विथ द क्लाइन्ट कस्तो के भन्ने अब के भन्ने अब कस्तो सिली क्वेसन्स कसले सोधेको थियो फेरि फनीको कुरा अब कस्तो अब सोच्नै पर्ने हुन्छ एकैछिन समय दिनुहोस् ल टु बी अनेस्ट I don't have. Honestly भन्नु पर्दाखेरि मेबी छ होला तर त्यही त लाइक इन जेनरल चाहिँ लाइक अब कुनै क्वेसन्सहरू सिल्ली सुन्यो भने चाहिँ अब कतिले अफेन्सिभ वेमा लिएर अरे अथवा के होला अरे फनी वेमा पनि लिएर अरे किनकि इट्स अल अबाउट रिसिभिङले कसरी रिसिभ गर्छ भन्ने कुरा होइन मेरो लागि त आई डोन्ट नो लाइक अब मेरो लागि त एनी क्वेसन्स आई टेक इट रेस्पेक्टफुल्ली अनि जे छ अब त्यो अनुसार जान्छु होइन नेपालीको केसमा चाहिँ याद आयो नेपालीकै केसमा है सो हाम्रो नेपालीको चाहिँ के छ भने यो चाहिँ अब कम्प्लिट डिफ्रेन्ट पर्सपेक्टिभमा रियल इस्टेटकै कुरा गर्दाखेरि आफू बस्ने घर छ भने चाहिँ हामीले अब म कनेक्टेड हुन्छौँ आफ्नो नातागोता आफ्नो छिमेकी होइन साथीभाइ दिदीबहिनी कता छन् त्यहीँ गएर किन्छन् नि त द्याट्स फाइन होइन वी वान्ट टु बी एज क्लोज एज पोसिबल होइन द्याट्स फाइन द्याट्स हाउ आवर कल्चर इज त्यसरी नै हामी हुर्केका हौँ हाम्रो एउटा युनिकनेस भनेको त्यसमै छ नि त अब तपाईँले नन नेप्लिजलाई हेर्नुभयो भने दे क्यान गो एन्ड दे विल गो एन्ड लिभ एनीवेयर दे डोन्ट माइन्ड र हाम्रो चाहिँ के छ भने मेरो आमाले पनि भन्नुहुन्छ क्या हो यहाँ सुरुमा चाहिँ मेरो मान्छे चाहिँ यो ठाउँमा हुनुहुन्छ त्यहीँ गएर बस्ने भन्नुहुन्छ अनि द्याट्स फाइन बस्नको लागि तर इन्भेस्टमेन्ट प्रपर्टी जहाँ चाहिँ चाहिँ जस्ट टु किप इट सिम्पल रेन्टमा दिने घर किन्दै हुनुहुन्छ भने त आफू जहाँ बसेछ त्यहीँ किन्नुपर्छ भन्ने छैन नि त यस देयर इज एन एलिमेन्ट वेयर तपाईँको चाहिँ आफ्नो एरियामा किन्यो भने राम्रो किनकि यु नो यर एरिया बेटर देन एनी वान एल्स भन्छ आई गेट इट होइन तर त्यही हुनैपर्छ भन्ने छैन नि त इन्भेस्टमेन्टमा इफ यु डु एउटा ड्यु डिलिजेन्सहरू गरेर राम्रो रिसर्च गर्नु पऱ्यो गरेर राम्रो एरिया आइडेन्टिफाई गर्नुभयो भने चाहिँ यु क्यान गो एन्ड इन्भेस्ट एनिवेयर इन द कन्ट्री क्या होइन लन्डनमा बसेछ भने लन्डनमै किन्नुपर्छ भन्ने छैन क्या तर नेपालीले चाहिँ के गर्छ नि भान्जा बाबु म चाहिँ मेरो घर त यहाँ छ म यहीँ किन्छु यही टोलमा किन्न पाए झन् राम्रो हुन्थ्यो है अब इफ इट्स अ बेटर पर्फर्मिङ area, fine, you can do it. And if you have the funds to do it, you can invest, होइन तर अब बेटर पर्फर्म गरेको ठाउँ छैन भने राम्रो पर्फर्म गरेको ठाउँ छैन देयर आर अदर प्लेसेस त्यो पैसा चाहिँ म्याक्सिमाइज गर्न सकिन्छ भने किन अर्को प्लेसमा नगर्ने हामी चाहिँ कस्तो भने इमोसनली
इन्भेस्ट गर्छौँ क्या हाम्रो नेपाली समाजले चाहिँ होइन मैले चाहिँ त्यही भन्छु कि यु हेभ टु टेक इट एज अ बिजनेस यु हेभ टु मेक योर मनी वर्क हार्ड फर यु नट द अदर वे राउन्ड होइन त्यही भएर चाहिँ आफ्नै एरियामा मेरो दिदी मेरो छ्यामा मेरो सोल्टी यहाँ बस्नु भएको छ म त्यहीँ गएर इन्भेस्ट गर्छु भन्नु द्याट्स अब फनी हियर तर त्यसलाई चाहिँ मैले चाहिँ उहाँहरूलाई चाहिँ यही कुराहरूलाई चाहिँ दोहोऱ्याएर चाहिँ मैले चाहिँ उहाँहरूलाई चाहिँ सुझावहरू दिइरहेको छु So another funny question for you, the last one. हजुर लन्डन बेसिकली हेर्ने हो भने त एकदम चिसो कन्ट्री हो नि त होइन हजुर अस्ति समरमा द हाइएस्ट टेम्परेचर वाज मेबी 28 एन्ड अभ पनि थियो होइन अहिलेसम्म कुनै पनि क्लाइन्टले त्यस्तो फनी एडजस्टमेन्ट अर रिडिजाइनको कुरा गर्नुभएको छ लाइक अलिक बुझेन क्वेसन रिडिजाइन जस्तै इफ यु आस्क मी इफ आइ एम योर क्लाइन्ट फर सपोज मलाई चाहिँ मेरो घरमा चाहिँ एसी भएको चाहिन्छ एसी हुनुपर्छ किनकि लन्डनको त बेसिकली 200 वर्ष अगाडि 150 वर्ष अगाडि 100 वर्ष अगाडिको घरहरू छ नि इट्स नट इम्पोसिबल टु फिक्स एसी एन्ड इट नि त अनि त्यस्तो केही छ रिडिजाइनको लागि त्यस्तो केही डिमान्ड भएको छ हाम्रो क्लाइन्टहरूबाट त्यस्तो त भएको त छैन होइन तर वाट वुड दे आस्क इफ दे क्यान उहाँले अब यस्तो त्यो चाहिँ म फिल लाइक डिजाइनको कुरा प्रपर्टी डेभलपमेन्ट्सहरू गर्दाखेरि त्यो डिजाइन अनि जुन चाहिँ तपाईँको अहिले आएर अब हामीले डिफ्रेन्ट डेभलपर्सहरूसँग कुराकानी गर्दै जाने क्रममा स्मार्ट होम्सहरू बनाउँदैछ डेभलपर्सहरू होइन किनकि समयअनुसारै डेभलप गर्नुपर्छ भन्छु कि होइन अब तपाईँको क्वेसनको डाइरेक्ट एन्सर जानुपर्दाखेरि चाहिँ तपाईँको चाहिँ अहिलेको एक्जिस्टिङ घरहरूमा चाहिँ प्रोबेबली अब एउटा एयर कन्डिसनिङ युनिटहरू एड गर्न मिल्छ भने गर्दा हुन्छ होइन अभियसली बिल्डिङमा पनि भर पर्छ कति कुराहरू हिस्टोरिकल भ्याल्युले बनाएको घरहरू भने चाहिँ त्यस्तो घरहरूमा चाहिँ अलिकति मोडिफिकेसन्सहरू ल्याउन पाइँदैन होइन किनकि हेरिटेज हो त्यसलाई बचाउन खोज्छ यहाँ चाहिँ एकदमै स्ट्रिक्ट छ त्यो रुल्सहरू होइन तर त्यो डिमान्ड चाहिँ बिस्तारै आइरहेको छ क्या समयअनुसार चाहिँ युकेमा पनि प्रपर्टिजहरू बन्दैछ 2008-9तिर अब म पनि त्यो बेलातिर आएको हुँ ठुल्ठुलो घरहरू अपार्टमेन्टहरू देखिँदैन थियो अहिले तपाईँको ठुल्ठुलो सिटिजहरूमा अपार्टमेन्ट्स बनाउन थाल्यो किनकि हाउसिङको क्राइसिस छ हामी फैलाउन सक्दैनौँ जाने भनेको माथि मात्र हो त्यही भएर अहिले ठुल्ठुलो ब्लक्सहरू देखाउन थाल्यो क्या पहिला थिएन क्या युकेमा त्यस्तो होइन अब त्यही अनुसार अहिले आएर के भयो भने क्लाइमेटको कुरा गर्नु पर्दाखेरि अब चिसो ठाउँ तर गर्मी हुन थाल्यो होइन नेपाल पनि त चेन्ज भएको छ नि त होइन तर यहाँ पनि त्यस्तै हुन थाल्यो अब त्यो गर्ने क्रममा चाहिँ अहिले डेभलपर्सहरूले नयाँ घरहरू बनाउँदाखेरि चाहिँ म एउटा एनर्जी एफिसियन्ट घरहरू बनाउन खोजिरहेको छ होइन जहाँ चाहिँ तपाईँको चाहिँ स्मार्ट होम्सहरूमा जहाँ चाहिँ उनीहरूले चाहिँ एउटा एयर कन्डिसनिङ युनिटहरू पनि इन्स्टल गर्ने कि भन्ने कुराहरू चाहिँ डिजाइन्सहरू त्यसरी पनि गर्दैछ होइन कतिले गरि पनि सक्यो होइन त्यति मात्र नभएर तपाईँको हिटिङ्सको कुरा आयो तपाईँको अब सिन्स कोभिड तपाईँको सबै कुरा महँग्यो होइन ग्यास एन्ड इलेक्ट्रिकको पैसा एकदम धेरैले बढिसक्यो होइन अनि इको फ्रेन्डली होम्सहरू पनि अहिले बन्दैछ है त्यही क्वेसनमा अलिकति एड गर्नु पर्दाखेरि होइन सो क्वेसन्सहरू चाहिँ आएको चाहिँ छ त्यही अनुसार एउटा डिमान्ड पनि बिस्तारै बढ्दै गएको छ डेभलपर्सले त्यही अनुसार चाहिँ इको फ्रेन्डली होम्सहरू अथवा तपाईँको स्मार्ट होम्सहरू पनि बनाउँदैछ अनि पहिला जस्तो या सो देयर इज अ लट अफ थिङ्स एउटा डाइनामिक्स पनि चेन्ज हुँदैछ रियल इस्टेटमा इन द युके सो we are almost in the our segment. Yeah. Okay. So the last segment would be for you is the prediction. हजुर अघि नै हामीले कुरा गऱ्यौँ नि लन्डनमा चाहिँ अहिले धेरै इन्टरनेसनल इन्ट्रेस्टहरू छ अनि कति मान्छेहरूले भनिरहेको हुन्छ नि इट्स अ रुमर अल अराउन्ड कि इकोनोमिक क्राइसिस छ एन्ड एभ्रिथिङ तर एभ्रिथिङ लन्डनसँग सबै कुरा छ जिडिपी राम्रो छ इन्टरनेसनल ट्रेड राम्रो छ फाइनेन्सियल स्ट्राटेजी पनि राम्रो छ पाउन्ड इज वान अफ द स्ट्रङ करेन्सी इन द वर्ल्ड होइन सबै कुरा राम्रो छ तर पनि मार्केटमा हल्ला छ कि इकोनोमिक क्राइसिस छ So your scenario, Matthew, what's your prediction for the sustainability, stable income, and especially the people who are looking for the investment, and co-living, co-living, and this smart homes? What's your prediction? देखना सक्छौं हामी अलिकति सिचुएसन डिफिकल्ट चाहिँ छ हैन तपाईको त कन्ट्री इट्स इन जनरल ग्रोथ एकदमै स्लो भइरहेको छ अनि त्यसले गर्दाखेरि चाहिँ अब एउटा नयाँ रिसेसन आउँछ कि भन्ने सम्भावना छ र त्यो आउँछ पनि होला जस्तो मलाई लाग्छ होइन तर अब इन टर्म्स अफ तपाईँको एउटा सस्टेनेबिलिटी अथवा एउटा तपाईँको रियल इस्टेटको कुराहरू गर्दाखेरि चाहिँ त्यो एउटा
ग्राफ हो जुन चाहिँ अहिले अलिकति नेगेटिभ ट्रेन्डमा गइरहेको छ बिकज अफ तपाईँको ट्र्याक रेकर्ड र पपुलेसनले गरेर नै डिमान्ड हाई भएको हुनाले नै त्यो एक न एक दिन त बढ्छ नै बिस्तारै बढेरै जान्छ होइन एउटा स्ट्रङ पोसिबिलिटी छ जान्छ नै भन्नुपर्दाखेरि भन्दा पनि एउटा पोसिबिलिटी एकदमै हाई छ होइन र अहिले डिफिकल्टै छ तपाईँको होइन अब जब्स अपर्च्युनिटिजहरू पनि अब तपाईँको बिस्तारै अब अहिले अलिकति गाह्रै छ होइन तर द्याट्स बिन अनइम्प्लोइमेन्ट लेभल पनि कहिले हाई कहिले लो भइरहेकै छ एन्ड द्याट्स भइरहेको हुन्छ यो तपाईँको जहाँ पनि भइरहेको हुन्छ होइन अब तर युकेको केसमा चाहिँ गभर्मेन्ट पोलिसिजहरूले चाहिँ धेरै असर गरिरहेको छ अहिले आएर होइन त्यसलाई अलिकति सजिलो बनाइदियो भने चाहिँ इन्टरनेसनल इन्भेस्टर्सहरू आएर इन्भेस्टमेन्ट्सहरू गरेर जब अपर्च्युनिटिजहरू क्रिएट गर्न सक्यो भने अथवा युकेकै नेसनल लेभलमा उनीहरूले पनि त्यो क्रिएट गर्न सक्यो भने चाहिँ देशैको लागि राम्रो हुने हो जस्तो मलाई लाग्छ र आई थिङ्क गभर्मेन्टले चाहिँ मेरो विचारमा चाहिँ केही कुराहरू चाहिँ चेन्जेस ल्याइदिए हुन्थ्यो जस्तो चाहिँ मलाई लाग्छ कि रादर देन मेकिङ इट मोर डिफिकल्ट होइन सो एउटा अब अटम बजेट आउँदैछ अब सो त्यसले पनि धेरै डिक्टेट गर्छ त्यहाँ पनि धेरै कुराहरू चेन्जेसहरू ल्याउने कुराहरू छ होइन कति कुराहरू चाहिँ अलिकति अगेन्स्टमा जान्छ कि भन्ने चाहिँ मलाई पनि लागिरहेको छ तर लेट्स सी त्यो बजेटमा के अनाउन्समेन्टहरू गर्छ होइन तर अब म त अब सधैँ हो इट्स अलवेज पोजिटिभ है अब दुःखको समयमा अब साह्रो पर्ला अरे तर आई थिङ्क एज अ कन्ट्री इन जेनरलमा हेर्नु पर्दाखेरि चाहिँ एउटा राम्रो पोलिसिज क्रिएट गर्न सक्यो भने यो लेबरको गभर्मेन्टले फ्युचर छ अनि पपुलेसन छ जसले चाहिँ होल इट्स द ब्याकबोन अफ द कन्ट्री त्यही भएर चाहिँ फ्युचर चाहिँ म स्टिल देख्छु So final touch, the final question for you is के अब केही समय पछि भनौँ न अलिकति फाइनेन्सियल रिसेसन भयो अब त्यो सिचुएसन आयो भने पनि केही अलिकति मेकअप गरेर केही समयपछि अलिकति ग्रो अप भएर त्यसलाई स्ट्यान्ड आउट गर्न सक्यो भने चाहिँ लन्डन हाम्रो युके चाहिँ वर्ल्डको स्टिल रियल इस्टेटमा हटस्पटै भएर बस्न सक्ला सम्भव छ कतिको देखिन्छ आई थिङ्क गर्न सकिन्छ किनकि कुनै पनि ठाउँको रियल इस्टेटको ब्याकबोन भनेकै नट ओन्ली पपुलेसन मैले कुरा धेरै गरेँ स्ट्रक्चरै हो क्या तपाईँको त्यो तपाईँको युकेमा चाहिँ एउटा तपाईँको एउटा फाइनेन्सियल स्ट्रक्चर पनि छ एकदमै के भन्छ तपाईँको मोर्गेजको कुराहरूदेखि लिएर होइन एकदमै एउटा स्ट्रक्चर अलरेडी एउटा सेटअप भइसकेको छ होइन लिगली एकदमै स्ट्रङ छ होइन एन्ड द्याट इज भेरी इम्पोर्टेन्ट अघि नै मैले धेरै यो कुरा चाहिँ एकदमै छुट्याएको छु सो लिगली चाहिँ तपाईँको चाहिँ के छ भने अब अघि नै मैले भनेको थिएँ कि युकेमा घरको ट्रान्ज्याक्सन स्टार्ट टु एन्ड हुनलाई तपाईँको अराउन्ड 3 to 6 मन्थ्स त लाग्छ एउटा घर किन्नलाई नर्मली 4 महिना 3-4 महिना त लाग्यो भने त त्यो सबैले भन्छ नै थियो होइन त्यो गर्नुको कारण छ क्या किनकि लिगली चेक्सहरू सोलिसिटर्सहरूले यति धेरै गर्छ कि तपाईँको त्यो एक दिनमा हुने काम होइन कि त्यो चाहिँ होइन सो त्यसले गरेर पनि के गर्छ भने फर इयर्स टु कम फर जेनेरेसन्स टु कम चाहिँ त्यसले चाहिँ एकदमै स्ट्रङ बनाएर राखेको छ कि युकेको रियल इस्टेटलाई के होइन अनि त्यसले गरेर अनि एउटा फाइनेन्सियल स्ट्रक्चर ले गरेर चाहिँ युकेमा चाहिँ अनि अभियसली पपुलेसन कुरा गरिहाल्यो अनि फ्युचर डिमान्डले गरेर चाहिँ एकदमै सेक्युरिटी छ युकेमा होइन अनि त्यही भएर चाहिँ अहिलेको करेन्ट सिचुएसनमा इकोनोमी अलिकति विक भए पनि लङ्गर टर्ममा हेर्दाखेरि चाहिँ युके विल अहिले पनि UK is one of the safest place to invest. In the future also will be the safest place to invest जस्तो मलाई लाग्छ. That's really nice. So anticipating all these things from the journey to Nepal to London, you know. So from police to real estate agent, the people, the viewers who are listening us, who are interested to get in touch this podcast ma चाहिँ even I got inspired to jump in the career. Okay, so the people who are thinking about jumping the career, जसरी हजुरले पुलिसबाट रियल एस्टेट एजेन्टसम्म त्यो कोस्टा कफीदेखि म्याकडोनल्डसम्मको journey and everything that you see in the London, the struggle, everything. So what you really suggest एउटा युथलाई भनौँ न कसरी गर्नुहुन्छ? युथलाई चाहिँ एड्रेस म पनि युथै है बाइ द वे बुढो चाहिँ होइन तर एन्ड इट्स समथिङ मलाई चिन्नु हुने मेरो समाज म समाज पनि एकदम इन्भल्भ छु समाज मलाई चिन्नु हुने जति पनि साथीभाइहरू हुनुहुन्छ यङ्गर जेनेरेसनहरूलाई चाहिँ मैले पहिलेदेखि चाहिँ भन्दै आएको कुरा भनेको चाहिँ हामीलाई चाहिँ बाबा आमाहरूले चाहिँ एउटा दुःख गरेर होइन नेपालबाट युके ल्याउनु भएको हो यो इट्स अ म्यासिभ अपर्च्युनिटी सायद उहाँहरूले त्यो बेलामा नल्याउनु भएको भए हामी सायद नेपालमै हुन्थ्यौँ होला होइन मैले नेपालमा पनि अपर्च्युनिटिजहरू छ नभएको होइन तर अब युकेमा आएपछि
द अपर्च्युनिटी इज म्यासिभ होइन तपाईँको जे पनि गर्न सक्नुहुन्छ होइन तपाईँको एउटा गभर्मेन्टको स्टेबिलिटीको अघि नै कुरा त्यो धेरै गरिहाल्यो तर यो अपर्च्युनिटी चाहिँ मिस नगर्नुहोस् टाइम वेस्ट नगर्नुहोस् होइन एउटा सक्सेसफुल भएर बस्नु छ भने तपाईँहरूले चाहिँ यो आफ्नो टाइमलाई चाहिँ एकदम सदुपयोग गर्नु होला होइन यस तपाईँको आफ्नै पर्सनल इन्ट्रेस्ट होला कतिलाई अब नेटफ्लिक्सहरू हेर्न मन लाग्छ होइन दे स्पेन्ड आवर्स इन नेटफ्लिक्स होइन त्यो ठिकै छ त्यो आफ्नो हब एउटा यो टाइम हो मी टाइम भन्छौँ नि हामी त्यो गर्दा हुन्छ होइन तर आफूसँग त्यो बाहेक भएको समयहरूलाई चाहिँ राम्रोसँग सदुपयोग गर्नु होला अनि तपाईँको त्यो सदुपयोग तपाईँको आजको भोलि नै त्यो रिजल्ट्स नआउला अरे समय लाग्छ आजको भोलि नै के भन्छ एउटा उसो नि के अरे रोम वाज एन्ड बिल्ड इन के समथिङ त्यस्तो छ नि होइन सो आजको भोलि नै नहोला समय लाग्छ तर एउटा कन्सिस्टेन्सी चाहिँ चाहिन्छ कन्सिस्टेन्टली चाहिँ आफ्नो गोल्सतिर होइन समयलाई सदुपयोग गर्दै अगाडि बढ्न सक्यो भने चाहिँ यु विल के भन्छ एचिभ वाट युआर प्लानिङ टु एचिभ के होइन अनि त्यही भएर चाहिँ देयर इज नथिङ इम्पोसिबल अघि नै पनि धेरैचोटि मैले एको गरेँ त्यो कुराहरू होइन अनि त्यही त्यो हो एउटा अपर्च्युनिटी क्रिएट गर्नुभएको छ आफ्नो बाबाआमाहरूले हाम्रो बाबाआमाहरूले त्यसलाई सदुपयोग गर्नु होला अनि नेटवर्क इज यर नेटवर्थ भनिन्छ नेटवर्किङ गर्नु होला होइन सायद हामी पनि लिङ्क्डइनबाटै कनेक्टेड भएका थियौँ सायद त्यो प्लेटफर्म नभएको भए आज म तपाईँसँग यसरी बस्ने मौका पाउँदिनँ थिएँ होला होइन अनि त्यही भएर चाहिँ नेटवर्किङहरू पनि गर्नु होला होइन आफूले नजानेको कुराहरू चाहिँ यत्तिकै थन्को लाएर नराख्नु बाहिर निस्किनुहोस् होइन किबोर्ड इज नट द ओन्ली वर्ल्ड आफ्नो कम्युनिटिज इज अल्सो अ वर्ल्ड होइन अनि सोधपुछ गर्नु सोध्न नलजाउनुहोस् अघि नै सिल्ली क्वेसनको कुरा आयो होइन क्वेसन्स क्यान बी सिल्ली द्याट्स फाइन जस्ट आस्क all you have to do is ask you don't get it until you ask होइन त सो त्यही भएर चाहिँ यो सबै कुराहरूमा चाहिँ ध्यान दिनुभयो भने धेरै थोरै भयो भने आइम स्योर दे विल प्रोग्रेस उहाँहरूको लाइफ चाहिँ अगाडि बढ्नलाई धेरै सजिलो हुन्छ That's really it's such an interesting podcast so far and thank you so much for being here हजुरको यस्तो बिजी सेड्युलमा पनि you manage your time and get it here. Thank you so much for that. Our whole team is very grateful for this podcast. र फेरि पनि एज अ रियल इस्टेट हामीले नजरिया फरक होला तर फरक देशमा फरक पर्सपेक्टिभ होला यसलाई लिएर हेर्ने नजरिया डिफ्रेन्ट होला तर पनि कति न कतिपय कुरामा चाहिँ एउटा कन्ट्रीको इकोनोमी एउटा त्यो भन्छ नि ब्याकबोन चाहिँ यो रियल इस्टेट पनि हुनसक्छ सो दिस इज द भेरी बेसिक निड्स पिपल आर लुकिङ फर इन अहिलेको जेनेरेसन अहिलेको टाइममा सो थ्याङ्क यू सो मच हजुरले यस्तो इन्टेलेक्चुअल कुराहरू आफ्नो सेयरिङ गर्नुभयो आफ्नो एउटा आइडियाज भनौँ आफ्नो एउटा एक्सपिरियन्स भनौँ थ्याङ्क यू सो मच नो प्रब्लम थ्याङ्क यू फर ह्याभिङ मी होइन खुसी लाग्यो तपाईँहरूले एउटा प्लेटफर्म क्रिएट गरिदिनु भयो नट ओन्ली माइ सेल्फ अरू थुप्रैजना मान्छेहरूलाई अनि उहाँहरूले आफ्नो कुराहरू सेयर गर्नुभयो अनि तपाईँहरूको भ्युवर्सहरूले केही न केही भयो पनि सिक्नुभयो होला 100%मा 100% नभयो पनि 1-2% भयो भने यु आर एडिङ भ्याल्यु टु सम वान होइन सो त्यही भएर त्यो प्लेटफर्म क्रिएट गरिदिनु भएकोमा थ्याङ्क यू सो मच मलाई पनि एकदम खुसी लाग्यो है अब त्यही त सुरुमा अघि नै भने नि त 2000 ब्याक इन 9, 10, 12 यस्तो थिएन अहिले आएर नै हो यो सबै कुराहरू भएको अनि अब रियल इस्टेटमा पनि त्यही हो लास्टमा गएर म के भन्न चाहन्छु भने अल यु हेभ टु रिमेम्बर इज PIE पाई अघि नै पनि कुरा गरेँ पपुलेसन इन्फ्रास्ट्रक्चर एन्ड इकोनोमी होइन यो तिनवटा मिल्यो भने रियल इस्टेटले काम गर्छ होइन नभए गर्दैन होइन अनि विच इज युकेमा छ होइन अनि त्यही भएर युकेमा राम्रो छ तर लङ स्टोरी सर्ट यो प्लेटफर्म क्रिएट गरिदिनु भयो थ्याङ्क यू सो मच खुसी लाग्यो आइम स्योर हामी अब बाटोमा कतै भेट्यो भने चिन्जान भयो होइन एकअर्कासँग हामी कुरा गर्दै जानेछौँ र या थ्याङ्क यू सो मच आई थिङ्क द्याट्स अल आई हेभ गट टु से थ्याङ्क यू नमस्ते